다? 범어들이야. सर्वप्रथम 아주 근시에서 패배. कायु गुन्जुमा पाल्नुहुने 뭐가 조류를 무채랑. नि बोकर छोरो रमेशे गुरु 지켜는 무채. 나머지 조르 त्यस्तै गरी खेर रमेशे दुवै गुरु विशेष गरी त्यसै गरी अनि कल्याण मित्रहरू अनि भिक्षुजनहरू 섬주시와 샵지도. अनि सम्पूर्णमा अनि अनि हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु साथै यो सञ्जाल मार्फत अनि हेरिरहनु हुने सम्पूर्ण मित्रहरूमा त्यस्तै गरी 뷰리 빈다. अनि टिबेटन शरणार्थीहरू त्यस्तै गरी अब सबै अनि मित्रहरूलाई अनि सुस्वास्थ्यको कामना व्यक्त गर्दछु 가장 오늘 주변에 आज म अनि जुन पहिले बताएकै हैन कुराहरू म बताउन चाहन्छु अनि आज चाहिँ म जुन प्राचीन कालमा यो अनुवाद कसरी गरिन्थ्यो भन्ने विषयमा बताउँछु यो बताउनुको कारण के हो त भन्दाखेरि एक पक्षबाट हेर्दाखेरि हामीले अहिले अनि बुद्धको वचन अनि त्यसै गरी बौद्ध शास्त्रहरू अनि हामीले देख्न पाउँछौँ दर्शन गर्न पाउँछौँ हैन त्यो सबै हामीले त्यो पुस्तकहरुमा एउटा प्रवचनको ग्रन्थहरुमा अनि यो चाहिँ हाम्रो हातमा अहिले सजिलै एउटा बौद्ध शास्त्र हात परेको छ त्यो पढ्नुको मुख्य कारण के हो त भन्दाखेरि पहिला प्राचीन कालमा विद्वानहरूलाई धेरै परिश्रम गर्नुपर्थ्यो अनि अनुवादहरुमा कडा परिश्रम गरेको फल हो अनि त्यसै गरी दोस्रो धर्मशास्त्र अनुवाद गर्न अन्य भाषा जान्नु मात्र पर्याप्त छैन धेरै समर्थन क्षमताहरू आवश्यकता छ र एक धेरै सावधान र लगनशील हुनुपर्दछ अनि धेरै हामीले सावधान हुनुपर्दछ जे भए त्यो यसरी अनुवाद गर्नु मिल्दैन अब मेरो व्यक्तिगत हिसाबको कुरा गर्दाखेरि मैले केही प्रकारका पाठहरू अनुवाद गरेको छु अनि मैले अनुवाद गरेको एउटा के अब कुराहरू रहेको छ तर जब म पुरानो अनुवादहरूको पाठहरू कुनै हेर्दछु म अलिकति छक्क पर्छु अलिकति म अलि लज्जित पनि हुँदछु हैन उहाँहरूको अनुवाद हेर्दा र मैले गरेको अनुवादमा अब धेरै नै आकाश र भूमिको फरक देख्दछु त्यही कारणले मलाई एकदम किन डर लाग्छ भन्दाखेरि म जस्तो मान्छेले कसरी यो धर्मशास्त्र अनुवाद गर्न सक्छु र हैन पहिलाको विद्वानको यो अनुवाद हेर्दाखेरि मेरो के देखिँदैन त्यही कारणले गर्दाखेरि अलिकति डर पनि लाग्दछ त्यही कारणले अनि यसको विषयमा चाहिँ यो तपाईहरुलाई यसको विषयमा बतायो भने अनि केही एउटा नयाँ ज्ञान गुणहरू तपाईमा उत्पत्ति हुन्छ कि भन्ने एउटा आशाले अभिप्राय राखेको छु अब चिनिया शास्त्रहरू धेरै प्रारम्भिक रूपमा अनुवाद गरेको थियो त्यो पहिलो शताब्दीमा सुरु भएको थियो हैन बौद्धमा भन्दा पनि चीनमा पहिला अब सुरुवात भएको थियो अनुवादको परम्पराहरू अब यो पहिलो शताब्दीतिर यो एक किसिमको अब यो चीनमा बौद्ध धर्म अनुवाद भएको थियो त्यही कारणले बौद्धमा बौद्ध धर्म कहिले अब फैलियो त भन्दाखेरि अब त्यति स्पष्ट छैन तर पनि सामान्यमा धर्मराज सङ्गचुङ गुम्बाको पालोमा अब बौद्ध धर्मको एउटा शिर प्राप्त भएको थियो त्यहाँदेखि भन्ने भनाइ छ अब एकदम अब स्पष्टकरण हामीले एकदम उल्लेख के गर्न सक्छौँ त भन्दाखेरि अब एकदम त्यसको लागि अब एउटा साक्षी चाहिँ सङ्गचुङ गुम्बा धर्मराज सङ्गचुङ गुम्बाको पालोमा चाहिँ बौद्ध धर्म फैलेको थियो भने अब सुरुवात गरेको थियो भने यसरी पुरा प्रारम्भिक भएको थियो भने अब हामीले दाबी गर्न सक्छौँ
विशेष गरी यो अब यो थङको यो इतिहासमा हेर्यो हो भने हैन अनि त्यो बेलामा चाहिँ थेमी सम्बोटाद्वारा नि विभिन्न अक्षरहरू नवीन अब यसरी अब उहाँले निकाल्नु भयो हैन अब पहिला अब थेमी सम्बोटाको अगाडि अब त्यो बेला अब भोट भाषा थियो तर भोटको लिपि थिएन लिपि पाण्डुलिपिहरू थिएन त्यही कारणले उहाँले अब अनि त्यो टिबेट मात्र नभएर जुन अब भुटान हैन एक किसिमको अब यो सिक्किम लगायतका विभिन्न ठाउँमा अब यो भोटको लिपि अहिले प्रयोग गरिन्छ यो चाहिँ अब थङको एउटा राजवंशीमा यो कुराहरू कोरिएको छ अनि पछि गएर यो आचार्य थुमी सम्बोटा भारतमा पार्नु भएर अब अक्षरहरू अब लिपिमा अब लिपिबद्ध यसरी उहाँले निकाल्नु भयो भन्ने कुरा चाहिँ यसमा धेरै अब वाद विवाद रहेको छ त्यही कारणले यस्तो कुराहरू चाहिँ लेखिएको छ त्यही कारणले थुमी सम्बोटाद्वारा भोट लिपि उहाँले उतार्नु भएको कारण कृपाले गर्दाखेरि अनि त्यहाँदेखि बल्ल अनि अनुवाद कुराहरू आयो अनि त्यो बेला अब स्रोत त्यहाँदेखि सुरुवात गरियो त्यसै गरी अब 8औं शताब्दीतिर अनि धर्मराज ठिसो अनि देउचेनले अनि भारतबाट अनि सन्त रक्षित त्यस्तै गरी अब अनि चीनबाट अब हासाङ महायो महा गुरु त्यस्तै गरी अब अनि समयको निर्माण गर्यो समय एउटा मण्डप अनि त्यसपछि अब अनि त्यसपछि बल्ल भोटमा एउटा परिविजात एउटा भिक्षुको स्थापना भयो त्यस्तै गरी अब यो गुरु पेमा गुरु रुम्बुजे पद्मसम्भा आदि पनि अब स्वागत गरियो त्यहाँदेखि बल्ल अनि यो समय निर्माण भएपछि अनि समय मण्डपमा चाहिँ ढाग्युरलिङ भन्ने एउटा एक किसिमको के हो त भन्दाखेरि अब अनुवाद एउटा सङ्घ भन्ने एउटा उल्टा सङ्घ भन्ने यसरी अब एउटा सङ्घ सुरुवात गरियो अनि त्यहाँदेखि बल्ल भोट लिपिमा अनि बौद्ध धर्महरू अब अनि उल्टा गरियो अनि त्यो बेला अनि के हो त भन्दाखेरि अनि भारतवर्षको अनि संस्कृतमा पोख्त हुने पण्डित र अनि भोटका अनि अनुवादहरू यसरी अनि एक आपसमा एकगट्ठा गरेर अनि जम्मा गरेर यसरी यो अनुवाद गरिन्थ्यो जुन त्यसमा अब अनुवादमा महान अनुवादक हुनुहुन्छ उहाँले त्यो सबै अरूले सबै शुद्धिकरण नगरेसम्म त्यो चाहिँ अनि बाहिर प्रचार प्रसार नगरिन्थ्यो धेरै त्यसमा सोच विचार गरेर नै शुद्धिकरण एकदम निर्मूल हिसाबले शुद्धिकरण गरेर मात्रै प्रचार प्रसार गरिन्थ्यो त्यही कारणले गर्दाखेरि त्यही कारणले गर्दाखेरि अनि यो संस्कृत भाषाबाट भोट भाषामा उल्टा गरियो अनुवाद गरियो र यो उनीहरूलाई सजिलो किन भयो त भन्दाखेरि भोटमा भन्दा पनि चीनमा पहिले नै अनुवाद भइसकेको थियो त्यही कारणले प्राचीन चीनको ठाउँमा अनुवाद भइसकेको कुराहरू फेरि अनि एक किसिमको अनि अनुवाद गर्ने एउटा अनुभवहरू चिनिया अनुवादकद्वारा अनि भोटमा अनुवाद गर्दाखेरि धेरै नै अनि सजिलो र सहज बन्यो त्यही कारणले अनि मेरो विचारले अनि भोटको जुन भोटमा अनुवादकहरूले अनुवाद गर्दाखेरि चीनद्वारा अनुवाद गरेको धेरै अनि राम्रो पक्षको कुराहरू अनि लिएको थियो होला भन्ने मलाई यसरी विचार लाग्दछ किन भन्दाखेरि भोटमा भन्दा पनि चीनमा पहिला अनुवाद गरियो नि त त्यही कारणले गर्दाखेरि भोटको अनुवादकहरूले चीनको अनि अनुवादहरूसँग पक्कै नै छलफल गरेर यसरी अनुवाद गर्यो भन्ने मलाई लाग्दछ मलाई यस्तो मेरो विचार आउँदछ
다 청주의 개바 त्यही कारण त्यो पालोमा अनि यो एक किसिमको संस्कृत भाषा र अनि टिबेटन भाषा भोट भाषा अनि सबै अब एक किसिमको अनि यो उल्था गरेर त्यसमा चाहिँ अब झेडक तोजेछे भयो भनिन्छ हैन त्यो अनि उल्टा गरियो भने अनि छुगी नमडङ धर्म पढेपछि अनि कुराहरू यसरी अब जुन अब दुई प्रकारको किताबहरू यसरी अब जुन संस्कृत र टिबेटको भोटको अनि यसरी किताबमा अब अनुवाद गरियो यो विशेष गरी यो शब्द कसरी उच्चारण गर्ने कसरी अनुवाद गर्ने भन्ने विषयमा यो दुईटा किताबमा मुख्य कुरा चाहिँ के छ भन्दाखेरि हैन यो संस्कृत भाषाबाट भोटमा अब अनुवाद गर्दाखेरि अनि राजाद्वारा यसरी अब सुरुवात भएको थियो भन्ने कुरा छ अब यो जुन ग्रन्थहरू चाहिँ संस्कृतबाट भोटमा अब अनुवाद गर्नुपर्दछ भने यो चाहिँ आदेश आज्ञा कुन राजाबाट आएको थियो त भन्दाखेरि धर्मराजा अब छिजौं देउजिनको पालोमा अब भएको थियो भन्ने कुरा लाग्दछ मलाई यो भएको अब हामीले अब साँच्चै कसरी बताउन सक्दछ भन्दा यो सुङ भन्ने एउटा ग्रन्थभित्र नर हेप्से कि रिङला भनेको छ पहिले यो देवपुत्र पिताको समयमा भन्ने एउटा यस्तो शब्द लेखिएको छ त्यो भएको कारणले गर्दाखेरि पहिला नि यो टाजुर भम्नी भनिन्छ हैन यो शब्द उच्चारणको अब दुई प्रकारको ठेली भन्ने भित्र यसरी लेखिएको छ यो त्यसै गरी अब यो कर्चा फमथम र भेङ्गरमा दुई प्रकारको यो विषय सूची छ अब यो के हो यो अब यो भनौँ न एक किसिमको कर्चा फमथङमा भित्र चाहिँ अब यो ढेङ्गरमा दुई किसिमको रहेको छ ढेङ्गरमा भित्र चाहिँ अब यो ढाजुर भम्मीको अनि त्यति अब स्पष्ट गरेको छैन एउटामा चाहिँ अब स्पष्ट गरेर राखिएको हुँदाखेरि त्यसमा चाहिँ हामीले कुन कुराहरूमा चाहिँ अब यो दुई प्रकारको यो शब्द उच्चारणको ग्रन्थभित्र त्यो भित्र अब छ कि छैन भने अब यसमा चाहिँ हामीले अब विश्लेषण गर्नु जारी छ यो एउटा विषय सूची हो यो दुई प्रकारको विषय सूची भित्र अब अब यो यो फमथङमा भनेर यो किसिमको नि यो भेङ्गरमा भन्ने चाहिँ एउटा यो विषय सूचीको नाम हो हैन अनि सबै कक्षाको विषय सूचीहरू चाहिँ अब यहाँदेखि अब उल्था गरिएको यहाँ हेरेर सुरत राखेर अर्को विषय सूचीहरू जुन बुद्ध वचनको सूचीहरूले त्यहाँदेखि अब प्रचार प्रसार भएको हो त भन्दाखेरि अब हो भन्नु चाहिँ अब दाबी लगाउन सकिन्न अनि यसको मौका पायो भने यसको विस्तारमा म पछि बताउने छु अहिले म यति नै राख्दछु अब यो एउटा अनुवादक रह्यो एउटा अनि यो उल्था गर्ने क्रममा अब यसको विषय बताउनु पर्दाखेरि अब चीनमा अब अनुवाद कसरी भयो भन्ने कुरा म बताउन चाहन्छु अब यो जब हामी अनुवादक र अनुवादको बारेमा कुरा गर्छौं आजकल अनुवादकहरू प्राय एक्लै काम गर्छन् र उनीहरूले समूहमा काम गर्ने अवस्थाहरू त्यति देख्दैन अलिअलि मात्रै छ हैन आजभोलि एकजनाले मात्रै अनुवाद गरिरहेको हुन्छ अनुवादक त्यही कारणले अनि धेरै मान्छे जम्मा भएर अनुवाद गर्ने एकदम कमी छ तर चीनको प्राचीन कालमा चीनमा धर्मशास्त्रहरू अनुवाद गर्ने समयमा
这是的presentation 对通不懂。这里呢，好了，那个大家那了，那有收入这有钱个退休的，看得起来，我是去搞的是那边的。अब चीनमा प्राचीन बेलामा अब कुन बेलामा अब बौद्ध शास्त्रहरू वचनहरू अब अनुवाद भयो त भन्दाखेरि अब यो चाहिँ अब हान राजवंशमा सुरु भएको थियो सुङ राजवंश दोस्रो शताब्दीको अत्यन्त अनि अन्तदेखि सुरुवात भएको थियो अब 11औं शताब्दीमा अब ईस्वी संवत अब 11औं शताब्दी 200 वर्षसम्म लागेको थियो त्यो समय त्यति लामो समयको अवधिमा यो अनुवाद गर्न समय लाग्यो अब तिनीहरूले प्रयोग गर्ने अब सुङ त्यस्तो गरी हान भने अब यसरी चार प्रकारको राजवंशको कुरामा बाँडिन्छ अनि अब यो सुङ राजवंशको विषयमा पछि बताउने छु 다 너나 나외 야나래 나외 수럽저 유치하게 뒤인디 롱어 구별하지 뒤인지 나눠다 저 유배 अब यो प्राचीन चीनमा चाहिँ 900 वर्षको लामो समय अवधिभित्रमा यसरी अब जुन अनुवाद गरेको थियो मूलतः अनुवाद स्कुल सुरुवात भयो यो विधि मानिसको ठूलो समाज जम्मा गर्ने कामको विभाजन गर्ने एउटा थियो सुरुवात भयो अब त्यो बेला के भएको थियो त भन्दाखेरि किसिमको अब यो हामीले गिल्डा भनिन्छ जुन चाहिँ एक किसिम के हो त भन्दाखेरि अब यो अनुवाद संघ भने यसरी सुरुवात भएको थियो 딱 강바람 사자를 써야지. 디나로는 미망고 싶지 냠돈 좀. अब त्यो बेला चाहिँ के भएको थियो त भन्दाखेरि अब अनि एउटा संघ खोलिएको थियो जुनमा चाहिँ के हो त भन्दाखेरि अब एउटा अनुवाद एउटा संघ भने सुरुवात भइसकेपछि त्यो भित्र धेरै विद्वानहरू धेरै मान्छेहरू जम्मा भएर यसरी अनुवाद गर्थ्यो त्यो बेला चाहिँ अब धेरै मान्छेहरू जम्मा भएर अब यो जम्मा भएर भेला भएर अनि उल्था गरिदिन्थ्यो एक दुई जनाले अनि उल्था गर्ने चलन थिएन त्यही कारणले त्यो बेला अनि धेरै मान्छे जम्मा भेला गरेर यसरी अनुवाद गर्ने प्रचलन थियो चार राजवंशी भएकोमा अब हनको राजवंशीको विषयमा अब भन्न चाहन्छु बौद्ध धर्म चाहिँ अब भोटमा चाहिँ अब हन राजवंशीको पालोमा सुरुवात भयो 다 롱구 얘기 유림게 나로래야 다 यो 900 वर्षको अवधिभित्र यो बौद्ध वचन अनुवाद गर्ने बेलामा अब धेरै त्यो बेला अब मार्गदर्शकहरू चाहिँ प्रयास अब यो भारतवर्षबाट पाल्नु भएको अनि विद्वानहरू थियो अब यो पश्चिम दिशाबाट अब आउनु हुने अब विद्वानहरू हुनुहुन्थ्यो
अब यो विभिन्न अब ठाउँबाट अब यसरी विशेष गरी अब यो पश्चिम दिशाको विद्वानहरू अब भोटमा आएर यसरी अनुवाद गर्ने प्रचलन थियो त्यो बेलामा अनुवाद गर्ने क्रममा जुन अनुवादकहरू कुनै अब भिक्षुहरू थियो भने कुनै चाहिँ अब यस्तो गृहस्थीहरू हुनुहुन्थ्यो अनि यसरी अनुवाद गर्ने क्रममा मुख्य अनुवादक र यो उल्था गर्ने मुख्य चाहिँ को थियो भन्दाखेरि अब किसिमको अनि भारतको गुरुहरू हुनुहुन्थ्यो भोटको गुरुहरू एकदम कमै थियो अब चीनको पहिलो अब यसरी अनुवाद गर्ने अनुवादक चाहिँ को थियो त भन्दाखेरि थङ भन्ने एउटा गुरु हुनुहुन्थ्यो त्यसै गरी हामी लोबेन ध्वेन ताक्पा भनिन्छ हैन इचिङ लगायतका नि चीनको एक दुई जना भन्दा थिएन अब अनुवाद गर्ने क्रममा अब सबै बाहिरबाट आउने हुन्छ अब चीन अब अनि अब एक किसिमको अब अनुवाद गर्ने क्रममा अब बाहिरबाट आउने सबै अब भारत भाषा बोलिन्छ त्यसमा अब भोट भाषा र अब चीन भाषा बोलिन्न अब जुन भोटमा अब अनुवाद गर्दाखेरि भोट भाषा बोल्नु परिन्छ त्यही कारणले अनि भाषालाई अब छुट्याउनु सर्ने अनि बीचमा एकजना अनि अनुवादक राख्थ्यो फेरि अनि त्यो राखेर अनि एक किसिमको के हो त अनि चीनमा अब चीन भाषामा यसरी उल्था गरिन्थ्यो हाम्रो सोचमा चाहिँ के हो त अनुवादक भन्दा चाहिँ अनि आफ्नो भाषामा एउटा के अब अक्षरले बदल्नु सक्ने एउटा भाषालाई अर्को भाषामा रूपान्तरण गर्ने भनिन्छ नि होइन नभए आफूले बोलेको भाषा मात्रै अर्को भाषालाई चाहिँ आफूले अब उल्टा गर्न नसक्ने हामीले अनुवादक भन्दैनौँ त्यही कारणले अनि म पछि एकदम यसलाई निहालेर म अनि अनुवादक कस्तोले भनिन्छ अनुवादकको के कुरा अनुवाद गर्नु पर्दछ भन्ने विषयमा पछि बताउनेछु एक किसिमको अब भारतको एउटा जुन भारत भाषा जानेर मात्रै इन्डियन भाषा जानेर मात्रै अनुवाद गर्न सकिँदैन हैन किनकि अब त्यो अनुवाद गर्नुको लागि विभिन्न अर्को भाषा पनि चाहिन्छ त्यही कारणले अनि आजभोलि अब अलिकता अब त्यति अब ज्ञान नभएर अलिकता अनि टिबेटन भाषा जान्ने अलिकता अनि इङ्ग्लिस जान्नेहरूले अलिकता अङ्ग्रेज मान्छेहरूले चाहिँ के हो अनि एकैछिनमा अनि म बौद्ध ग्रन्थ अनुवाद गर्दछु भन्ने यसरी अनि लागि पर धेरै देखिन्छ हैन त्यही कारणले अरू देशको भाषा अरूको भाषा अलिकता जानेको भरमै अनुवाद गर्न चाहिँ सकिन्न जुन बौद्ध ग्रन्थ अनुवाद गर्नुको लागि अनि आफ्नो भाषा अरूको भाषा जानेर मात्रै हुँदैन किनकि जुन अनुवाद गर्यो नि मुख्य अब कुरा गुठी त्रिरत्न अर्थात् यो त्रिपिटकको मुख्य गुणहरू जान्नु पर्दछ जुन मान्छेले अर्को फलानु देशको भाषा जान्दछ त्यो भाषामा अनुवाद गर्नुको लागि हैन अनि केमा पोख्ता हुनु पर्यो भने त्रिपिटकमा पोख्ता हुनु पर्यो त्यसै गरी सूत्र र तन्त्रमा एकदम पोख्ता हुनु पर्यो त्यसको ज्ञान भरिपूर्ण हुनु पर्यो त्यो भएर मात्रै अब अनुवाद गर्न सकिन्छ यो दुईटा कला हुनु खुबी हुनुको कारण के हो त भन्दाखेरि यसलाई महाअनुवादक भनिन्छ यसमा अलिकता भन्नु सजिलो भएकोले नि महाअनुवादक
भन्नुपर्दाखेरि 마베디 리자케 리에비나 ताते 리자케 थोल यबति इ सिन्दाको थोल अब जुन मुख्य अब एउटा शास्त्र बुद्ध वचन चाहिँ अब संस्कृतमा छ भने त्यो चाहिँ के हो त एक किसिमको अब अरू भाषामा अब के हो त अनुवाद गर्नुको लागि जुन दुईटा कुरा त दुईटा भाषा त चाहियो हैन 어 디줄리야 규르제기 수럽티기 난 공동 가리마 अनि जुन अनुवाद गर्दाखेरि त्यो त्यो ग्रन्थभित्र बुद्ध वचन अर्थबोध शास्त्रभित्र के छ भनेको त्यो कुरा चाहिँ के छ कि छैन त्यसको कुरा सबै आफूमा ज्ञात हुनु पर्दछ हैन त्यस्तो भएर अनि अर्को समूहसँग सोधेर अनि एक किसिमको प्रश्न गरेर यसरी अनुवाद गर्ने प्रचलन गरिन्थ्यो र अहिले त्यही कारणले पहिले प्राचीन चीनमा अब ग्युटा अर्थात एक किसिमको अब शब्द अनुवाद अर्थात हैन यसरी राखियो एउटा अब त्यो एउटा अनुवाद संघ भनिन्छ यसलाई 이게 유야서 메인바 수럽티기 나든 차단 되시 ගැ고 त्यो बेला अब डा भनिन्छ एउटा संघ संघ चाहिँ कस्तोले भनिन्छ त भन्दाखेरि जुन अनि बौद्ध धर्मलाई प्रचार प्रसार गर्नु सक्ने त्यसलाई बुझ्नु सक्ने अरूलाई पनि बुझाउन सक्ने त्यसलाई अनुवाद गर्नु सक्नेलाई नि डा एउटा समा एउटा संघ भनिन्छ अनि 이게 나든ला 되시 ගැme 초진 유르초 एक पक्षबाट त्यो जुन शब्दबाट शब्दमा अनुवाद गर्नु सक्ने अनि त्यसमा आफूले व्याख्या गर्नु सक्ने त्यसको विषयमा आफूले बयान दिनु सक्ने त्यसलाई अनुवादको एउटा अनुवादको कला हो अनुवादक हुनुको लागि अनुवाद गर्नुको लागि एउटा शब्दमा अनुवाद हुनु पर्यो एउटा त्यसको मुख्य व्याख्यानमा र त्यसको एउटा भाषामा अनि अनि अनुवादको मुख्य खुबी यो तीन प्रकारमा सुन्न पुगेको छ आजभोलि इराक भन्ने एउटा देश छ हैन जुन चाहिँ इरान भनिन्छ इरानमा पनि कतै बौद्ध धर्म मानेर कता कतै होला किनकि भन्दाखेरि इरानबाट पाल्नु एउटा एउटा विद्वान रहेछ भक्त एउटा भिक्षु अब जुन इरानबाट पाल्नुभएको विद्वान चाहिँ एउटा भिक्षु हुनुहुन्छ कि गृहस्थी त्यो चाहिँ अब स्पष्ट छैन जे भए तापनि उहाँले त्यो बेलामा अब यसलाई चाहिँ भोट भाषामा इङ सुजुनसिङ भन्ने चीन भाषामा एउटा अनुवाद गरे तर भोटमा भाषामा के भन्छ मैले त्यति थाहा भएन यसलाई पछि भनौँ न 도지기 나한테 드시 교회에서 가다 귤기 시기 제제 된대게 딱 problem 되드네 아니 배주다요 त्यो इरानबाट पाल्नु भएको विद्वानले चाहिँ अनि शब्द उल्था गरी यसरी अरूलाई बताई यसरी अनुवाद गर्नु थियो एक समयमा अब अनुवादक भएर एकदम आफूमा ज्ञानले पोख्त हुनुको कारण चाहिँ के हो त भन्दाखेरि हैन अब आफूले साथ सहयोगी गर्ने कुराहरुमा जुन चाहिँ अब आफू मात्रै अनुवाद नगर्दै त्यो प्राचीन पालोमा चीनमा चाहिँ अब विभिन्न अब समूहहरु पनि हुन्थ्यो उहाँहरूले सोधेर अब अनुवाद गरिन्थ्यो त्यही कारणले अनि जुन आफूले साथ सहयोग गर्ने अनुवादकहरु पनि अनि धेरै एक किसिमको अब दुःख दिन्थ्यो किनकि अब यो के हो यो कसरी अनुवाद गर्नु पर्छ भन्ने प्रश्न धेरै नै गर्थ्यो धेरै नै एक किसिमको टाउको दुःख धेरै हुन्थ्यो त्यही कारणले अनि तल अनुवाद गर्ने जुन अनुवादकलाई साथ सहयोग गर्ने अनि तल्लो तहको अनि अनुवादकहरूले पनि एक किसिमको तपाईले भएको छैन म अनुवादक तपाईको शब्द एक किसिमको अनुवाद गर्न मिलेन शब्द मिलेन तपाईको अर्थ मिलेन भनेर यसरी अनि धेरै अनि यसमा वाद विवादहरु गरिन्थ्यो अनि वाद विवाद अब गरिन्थ्यो त्यो बेला अब यसमा एउटा के अब अनि उदाहरण राख्नुको लागि अनि
कोन्दी यहाँ नुजो अनि प्यारे अनि एउटा चीनको महान अनि अब अनुवादक कुमार छिता भनिन्छ युम गे भयो अरवा युम गे बुम योर बुम बुम दा 다는 덴버 주에 댄주스야죠. 근데 댄주스요. 티 유에 qable야. उहाँले अब जुन के अब अनुवाद गर्नुभएछ त भन्दाखेरि अब यो सत्यता शास्त्र भनिन्छ हैन त्यस्तै गरी अब अर्को अनुवाद गर्नुभएछ उहाँले अब युम गेप भनिन्छ हैन महाप्रज्ञा पारमिताको विस्तार यसरी अब उहाँले अनुवाद गर्ने क्रममा 다마 rakshas야지. 다들 벽에나 요입니다. 처음에 추송사야지. धर्म रक्षा भनिन्छ जुन एक किसिमको अब लोबेन छुसुङ भनिन्छ हैन अनि अब यो जुन हामीले अब न्याङदे छ्याम्बो भनिन्छ महापरिनिर्वाण सूत्र यो चाहिँ चीन भाषाबाट अनुवाद गरेको थियो त्यही कारणले गर्दाखेरि यो अनि त्यो बेला यो अनि जुन आफूसँग साथसही गर्ने अनुवादक एउटा समूहबाट धेरै वाद विरोध भएको थियो त्यो बेला किनकि तपाईले गर्नुभएको अनुवाद मिलेन भनेर हैन त्यो बेला अनुवाद गर्ने बेलामा सयौं जना भन्दा ज्यादा हुन्थ्यो त्यो बेला अनि 100 जना त्यो मान्छेले साथ सहयोग गर्ने मान्छेले जुन मुख्य अनुवादकलाई अनि प्रश्न गरेर अनि निचारेर उहाँलाई अब सोधपुछ गर्दाखेरि उहाँलाई धेरै दुःख भएको थियो त्यही कारणले अनि धेरै उहाँलाई गाह्रो भएर अनि केहीसँग विश्राम पनि राख्नु परेको यस्तो थियो त्यही कारणले गर्दाखेरि त्यही कारणले सत्य सिद्धि शास्त्रको ग्रन्थ अनुवाद गरिरहनु भएको थियो त्यहाँ धेरै पल्ट उहाँले चर्चा गरेको थियो त्यही कारणले यसरी यदि मुख्य अनुवादको पाठको अर्थ पूर्णतया बुझेको थिएन वा केही हदसम्म आत्मविश्वास नभएको भए उसले सबैको शङ्का समाधान गर्न असमर्थ हुने थियो त्यही कारणले मान्छेले प्रश्न गर्दाखेरि अब उत्तर दिनु नसक्ने त्यसलाई धेरै अब एक किसिमको कठिनाइ बन्दछ 华西下的呢，啥子的呢？用的就准备倒太下的光गेरी चिज गेरी त्यो बेला अब एउटा ताउथाय भन्ने एउटा थियो जुन चाहिँ अब धेरै समयपछि अब 5औं शताब्दी समयमा हासी वर्तमान गन्सुका ताउथाय नामक एउटा भिक्षुले महान व्यक्तिको ग्रन्थ अनि महापुरुष शास्त्र चाहिँ अनुवाद गर्नु पर्यो भनेर विचार आएछ उहाँले अब गर्ने गरी उहाँले अब अनुवाद गर्दा गर्दै पनि त्यो सक्नु सकेनछ उहाँले 상계 부도 다모서 버제 상계 거래나다 상계 고셔이나 상계 상고이나 간다 드리지기 प्रविन्सी यसरी चीनमा जानुभएको एउटा विद्वान चाहिँ जुन सांघे कोशा हो र सांघे अब अनि अनि उहाँले अब महान पुरुष शास्त्र यसरी अब अनुवाद गर्ने त्यस्तै गरी अब उहाँले महायान अब अवतारा भन्ने यसरी दुई प्रकारको अब अनुवाद गर्यो जुन अनुवाद गर्ने क्रममा अब सबै उहाँले अनुवाद गर्न सकेन तर पछि अब उहाँले पछि गएर हफुथुताओ म भने अब उहाँले अब अनि यसरी अब चीनमा स्वागत गरियो जुन अब ताउथेनद्वारा यसरी अब जुन हफुथौताओ भन्नेलाई स्वागत गरेर यसरी अब यसरी अनुवाद गर्नको लागि उहाँले अनुरोध चलाउनु भएर यसरी अनि यो झटक्सित समूह भनिन्छ हैन यो अब अनुवाद गर्यो अनि यो अनुवाद गरेर अनि सुसम्पन्न पनि भयो जुन चाहिँ अब हाबुथु ताओ मको अब उहाँको अब सायदमा
orang aja 양 더버지 용으로 봐. 더버지 가래에서 따변에 이규르 제배 걸로 봐. 이규르 제에 대해 말해 봐. 이규르 제도 이규르 제는 내가 제네 마디에 비치 단도 디 버로들 최망보 시엔 ऋषि अब प्रश्न आउँछ कि शब्द अनुवाद गर्दाखेरि हैन बीचमा प्रवचन गर्नु के को खाँचो हैन बीचमा अब हामीले त्यसमा वाद विवाद गर्नु के फाइदा छ र हैन अनि मान्छेलाई अब प्रश्न हुन सक्छ नि हैन अनुवाद नगरेर शब्द अनुवाद नगरेर अब प्रवचन गर्ने वाद विवाद गर्ने के फाइदा छ त भन्दाखेरि यसको फाइदा चाहिँ अनुवाद काम गर्दा धर्म सिकाउनु किन आवश्यक छ भन्दै यसमा पनि बहस किन आवश्यक छ भन्दाखेरि कारण यो हो कि एक धर्म अभ्यासको लागि धर्म सिकाउनु एक जिम्मेवारी हो जुन अस्वीकार गर्न सकिँदैन हैन र जब कसैले धर्मको प्रकृतिलाई ग्रन्थमा सिकाउँछ यसले मानिसहरूको आन्तरिक पीडाहरूलाई हटाउँदछ अब यसरी अब शब्द रूपान्तरण गर्दाखेरि अब वाद विवाद गर्नु कारण यो वाद विवाद गर्नु कारण के हो त भन्दाखेरि प्राचीन भारतमा भारतीय परम्परा अनुसार श्रोताहरूले श्रोताहरूले धर्म शिक्षकलाई प्रश्नहरू सोधेर धर्म सिकाउने तरिका थियो उदाहरणको लागि जब बुद्धले एउटा बताउनु भएको अब चीन भाषामा लेखेको रहेछ अब बोर्डमा कसरी अनुवाद गर्छ बुद्धले बताउनु भएको सूत्र छ त्यो भित्र के कस्तो घटना छ भने त्यो भित्र बुद्धले प्रवचन गर्ने बेलामा अनि बुद्धको प्रवचन गर्ने क्रममा बुद्धले प्रश्न गर्ने कोही पनि उत्रिएन अब कुनै सूत्रमा त अब प्रश्न उत्तर सोधपुछ गरेर बुद्धले प्रवचन दिन धर्मचक्र फैलाउने गरेको देखेकै छ हैन नभए आनन्द अब त्यसै गरी अब झ्याम्पियाङ त्यसै गरी अब श्यारीपुत्र मङ्गोलिया पत्र यसरी प्रश्न उत्तर गरेर यसरी अब धर्मचक्र बुद्धले फैलाउनु हुन्थ्यो अब एक समयमा बुद्धलाई कसैले पनि प्रश्न गर्नु भएन प्रवचन गर्दाखेरि अनि त्यो बेला अब कसैले प्रश्न नगरेपछि अनि बुद्धले के गर्नु भयो त दुई प्रकारको अब रूप उहाँले अवतार लिनु भयो रूप देखाउनु भयो अनि बुद्धले दुई प्रकारको रूप देखाउनु भएर अनि एउटाले प्रश्न गर्नुभयो एउटाले उत्तर दिनुभयो फेरि एउटाले उत्तर दिनेले प्रश्न गरेर अनि उत्तर दिनेले प्रश्न सोधेर यसरी प्रश्न उत्तर गरेर यसरी अनि एक किसिमको वाद विवाद गरेर अनि यस्तो बुद्धले एउटा लीला देखाउनु भयो त्यो लीला देखाएर अनि के हो त पहिले भन्दा पनि नवीन अनि त्यो भित्रको गुदी सारहरू यसरी उत्पन्न ज्ञानको एउटा स्रोतहरू उत्पन्न भएको थियो त्यही कारणले आजभोलि अब बताउनेले मजाले घन्टौँ बताउँदछ तर सुन्ने मान्छेले तलबाट एउटा प्रश्न पनि नगरिसकेपछि त्यो त्यति ज्ञानहरू तिखारेर जाँदैन त्यसैले अनि भारतवर्षमा पहिला प्राचीनमा यसरी अनुवाद प्रवचन गर्दाखेरि मुनिबाट पनि प्रश्न गर्ने गुरुद्वारा प्रश्न गर्ने प्रचलन थियो त्यही कारणले भारतवर्षमा जुन प्रवचन गर्ने अनुवाद गर्ने कुराहरू पनि चीनमा यसरी फैलिएको थियो त्यही कारणले भारतवर्षमा यसरी अनुवाद गर्दाखेरि प्रवचन गर्ने वाद विवाद गर्ने छलफल गर्ने समीक्षा राख्ने कुराहरू चाहिँ जुन भारतवर्षमा विद्वानको माझमा फैलिएको थियो त्यही कुरा चीनको विद्वानहरूले पनि यसरी चीनमा अनुवाद गर्ने क्रममा प्रवचन गरे लगायतका विभिन्न जुन भारतमा फैलायो त्यही कुराहरू उहाँले लिएर यसरी फैलाउनु भएको थियो अनुवाद गर्ने क्रममा त्यस्तै गरी बौद्ध धर्म चीनमा पहिलो अनि
पहिलो पटक फैलिँदाखेरि अब प्रश्न उत्तर गर्ने समीक्षा छलफल गर्ने अत्यन्त महत्त्वपूर्ण देखिन्छ किन त भन्दाखेरि बौद्ध धर्म सबसे पहिला अब चीन भाषामा थिएन सबै अब संस्कृत भाषामा थियो त्यही कारणले अब जुन चिनिया एकदम कमी थियो जुन चाहिँ अब संस्कृत पढ्नु सक्ने हाम्रो भाषामा त्यसलाई रूपान्तरण गर्नु सक्ने एकदम चिनियाहरू कम थियो त्यो बेला त्यसैले ता गरी हाजा न्युई धेरै हिन्दुस्तान है धेरै चिनिया अब कमै थियो एकदम अनुवाद गर्ने क्यागे यागो चिंगु हिन्दुस्तान कुराङ क्यागे ग थोन मान ड्रेसे जुन छेन हैन जानाको मिस होला अब एउटा विद्वानले चाहिँ थाहा छ भन्ने चाहिँ अब एकदम अब संस्कृत एकदम धेरै उहाँले बुझ्नुहुन्थ्यो पोख्त हुनुहुन्थ्यो त्यही कारणले त्यो बुझेको अनुसारले अनि चीनमा उहाँले चीन आफ्नै भाषामा प्रवचन मजाले गर्नुहुन्थ्यो म 20 मिनेट विश्राम राख्न चाहन्छु फेरि यसलाई म निरन्तरता दिनेछु 다시 한번 주야를 가르쳤는데 안시 가오사디 급지주사네 अनि चीनको एउटा अनि भारत चीनको एउटा विद्वान उहाँले चाहिँ अब अनि संस्कृत धेरै राम्रो जान्नुहुन्थ्यो अनि उहाँले त्यो जान्नु भइसकेपछि अनि उहाँले संस्कृत जानेको भएको हुँदाखेरि अनि आफ्नै भाषामा चीन भाषामा उहाँले प्रवचन राम्रो गर्न सक्नुहुन्थ्यो अनि जुन उहाँले बताउनु भएको जुन अब मुखबाट बढेको कुराहरू चाहिँ सबै उहाँले अब अक्षरमा लेख्नुहुन्थ्यो अक्षरमा लेख्नु भएर यसरी अब एउटा ग्रन्थ सुरुवात भयो अनि बताउनेले अब मुखले बताउनु भयो भने अब मुनि सुन्नेवाला चाहिँ अनि उहाँले बताउनु भएको कुरा लेखेर यसरी अनि पहिलो यसरी बौद्ध वचन सुरुवात भयो अनि पछि यसरी अब अनि त्यसलाई हेरेर जानेर पछि अनि अभ्यास गर्ने मौका पाएको थियो अनि चीनमा चाहिँ पहिलो पटक यस्तो बौद्ध धर्म कसरी विस्तार भयो त भन्दाखेरि जुन अब अक्षरमा एउटा लिपिमा अब उतारेर यसरी अब बौद्ध धर्म फैलिनु सफलता भयो अब त्यस्तै गरी अब चीनमा यसरी अब झिक्दिन धेजेर अब अनि अर्को एउटा विद्वान यसरी चीनमा अनि उहाँले अब संस्कृतहरू जान्नुहुन्थ्यो होइन अनि यसरी क्रमैसँगै उहाँहरूले अनि जान्नुभएको अनुसार अनि आफ्नै भाषामा प्रवचन गरेर अनि उल्था गरेर यसरी अनि धेरै अनि यसरी विस्तारमा वृद्धि हुँदै गयो 자기 미신베기다 지게 러벤데 용 폐거로 왔다 자기 미신기 자기 러벤데 나야 저 러벤데 폐백이나 अब यसरी अब भारतवर्षबाट फेरि अब चीन भाषा पनि नजाने अब भोट भाषा पनि नजाने अनि त्यस्तो अनि कसरी प्रवचन गर्ने हुन्थ्यो त भन्दाखेरि नि एकजना यसरी अनुवादक राखेर अनि यसरी प्रवचन गर्नुहुन्थ्यो अरे एउटा उदाहरणको लागि एउटा भारतको एउटा विद्वान 아디 간데스 교구야나 아데 그이나 간데 교구야나 다 맞죠 어다 공기 보조 산매 진사 아직 다 내게 넣어줘야 되는데 디 교의 फोटोस जुन एउटा यसरी प्रवचन गर्ने अनि क्रममा अनि अनुवाद चाहिँ को थियो त भन्दाखेरि अब छिदेन धेजे थियो अनि यसरी चीन भाषामा यसरी अनुवाद गरेको थियो जुन छिदेन धेजेले जुन एउटा भारतको विद्वानको एउटा अनुवादमा
पोटो समेचिङ भनेको चाहिँ यसरी अब पहिले अब चीनमा अनुवाद भएको बौद्ध ग्रन्थ हो पहिला त्यसै गरी अब यो पश्चिम दिशा अनि यो भारतबाट आएको अनि जुन अब चीनमा अब जाँदाखेरि अब यसरी उहाँहरूले अब चीन भाषा नाच्दाखेरि पनि के हो त एउटा अनुवाद राखेर यसरी चीनमा अनि बौद्ध धर्म फैलाउनु हुन्थ्यो त्यस्तै गरी चीनिया गुरुहरूले पनि अनुवादहरू पनि अनि चिनिया अनि अनुवादक गुरुहरूले पनि भारतबाट पाल्नु भएको महान अनुवादकहरूलाई अनि यसरी स्वागत गरेर अनि यसरी बौद्ध धर्म फैलाउनु हुन्थ्यो अनि यसरी बौद्ध धर्म फैलाउने अनुवाद गर्ने प्रवचन गर्ने 900 वर्षसम्म अवधि चल्यो अनि यसरी अनि धेरै अब विकास र वृद्धि भएर गयो अनि चीन भाषामा पहिले अब बौद्ध धर्म अब अनि सुरुवात गर्ने बेलामा अब कसरी अनि उपायहरू अपनाए त भन्दाखेरि युक्तिहरू अनि भारतको जुन अब संस्कृतमा भएको चिनिया भाषामा यसरी अब लिपिमा उतारेर लिएछ उहाँहरूले अनि प्रवचन दिनुभयो अनि यसरी प्रवचन गरेर फैलायो यसमा दुई कुरा स्पष्ट छ यो के हो त भन्दाखेरि फैलिनुको कारण एकदम फाइदा के छ त भन्दाखेरि 리베차 니어스 리베차 니데 가라사나 다 당부디 यसमा दुई पक्षको राम्रो कुराहरू छ पहिला चाहिँ के हो त भन्दाखेरि पहिला के हो त भन्दाखेरि अब संस्कृत र अब चीन भाषा अब के हो त अब बेग्लै भएकोले अनि शब्द र अर्थहरू जुन अब कुराहरूले अब फैलाउन सकिन्छ यसलाई पहिला चाहिँ के अब जुन बौद्ध धर्मको सिद्धान्त दर्शनहरू अब चिनिया भाषामा छैन पहिला अब पहिला चाहिँ अब भारत अब संस्कृतमा थियो त्यो अब चीनमा हेर्ने हो भने त्यो नवीन दर्शन रहेको छ बौद्धको अब जुन संस्कृत लिपि र अब चिनिया लिपि मिल्दैन तालमेल खाँदैन अब इङ्ग्लिस र अब टिबेटन अब एक किसिम के हो त अब स्पेलिङ पढ्नु पनि हुन्छ चिनिया शब्दहरू चाहिँ स्पेलिङद्वारा त्यो पढिँदैन अब दुई प्रकारको दुःखहरू अब आइपर्छ त्यो जुन चिनिया भाषामा अनुवाद गर्दा संस्कृतदेखि पहिला चाहिँ के हो त भन्दाखेरि अब संस्कृतमा चाहिँ सानो शब्दमा धेरै अर्थहरू लाग्ने हुन्छ धेरै लाग्दछ अनि व्याख्या गर्दाखेरि अब सानो शब्दले धेरै अर्थ लाग्ने अब जुन चिनियामा अब अनुवाद गर्दाखेरि धेरै गाह्रो हुने देख्यो यसरी अनि शब्द अनुवाद गर्दाखेरि उल्टा गर्दाखेरि अनि पहिला नि संस्कृतको जुन कुराहरूले अर्थलाई चाहिँ व्याख्यान गर्यो अनि यसमा विभिन्न शब्द योबाट यो भित्री सार कुराहरू यो आइन्छ भनेर यसरी अनि अनुवाद गरेर अनि पछि त्यसमा वाद विवाद गर्यो विमोचन गर्यो यसमा छलफल गरेर हो यस्तो छलफल गर्दा यसलाई के शब्द लाउनु पर्दो रहेछ भनेर अनि कुन शब्द त्यसमा प्रयोग गर्नु पर्दछ त भन्ने यसो सबै विद्वानहरू छलफल गरेर अनुवादहरू छलफल गरेर अनि त्यसमा नाम हुन्छ कि त्यसमा शब्द हुन्छ कि अर्थ हुन्छ कि कुनै अब अर्थ जनाउने कारण जनाउने शब्द यसरी अनुवाद गरेर नि रूपान्तरण गर्नुहुन्थ्यो फेरि
अनि यसरी अनुवाद गरेर अब छलफल गरेर वाद विवाद गरेर यसरी अनुवाद गरेको अनि अनुवाद गरिसकेको संस्कृत भाषामा भएको हो चीन भाषामा अनुवाद गरेको चाहिँ फेरि त्यो मिलतालमेल खान्छै खाँदैन मिल्छ कि मिल्दैन भने यसरी अब अनि उहाँहरूले हेर्नुहुन्छ अनि यसरी छलफल नगरिकन विमोचन विमर्श अनि यसरी नगरिकन अब त्यसलाई अब अनुवाद गर्यो भने त्यसमा धेरै बिग्रिने अनि जुन व्याख्याहरू जुन व्यवहार कुराहरू चाहिँ अब स्पष्ट नहुने हुँदछ जुन मूल स्रोतको कुराहरू अब त्यही कारणले यसरी छलफल गरेन भने जुन संस्कृतमा मूल स्रोत भएको जस्तै अर्थ अनि चीनमा अब उल्टा गर्न नसक्ने भयो त्यही कारण धेरै छलफल गरेर अनि जुन तालमेल खाने शब्द यसरी अनुवाद गर्यो अब दोस्रो कारण राम्रो पक्ष के छ भन्दाखेरि अनि अनुवाद गर्ने क्रममा कुनै बेला प्रवचन गर्ने कुनै बेला यसरी वाद विवाद गर्ने विमोचन गर्ने त्यसै गरियो त्यही कारणले गर्दाखेरि त्यसो अनुवादक र महाअनुवादक हुन्छ महाअनुवादक चाहिँ त्यो बेला के हो त यसरी एक किसिमको व्याख्यान गर्ने पंक्तिमा बसेको जस्तै हो किन अब यसरी अब शब्द रूपान्तरण गर्दाखेरि अब अर्थ रूपान्तरण गर्दाखेरि अब आफूमा अब अनुभव एउटा त्यसको पोक्त आफूमा अनुवाद नउत्रेको हुँदाखेरि होइन त्यसमा सम्झिनलाई धेरै समय लाग्छ नि होइन अब भोट भाषामा अब एक किसिमको अब एउटा कुनै शब्द बुझेन भने अर्को शब्दमा बल जान सकिन्छ तर अब रूपान्तरण गर्दाखेरि अनुवाद गर्दाखेरि एकैवटा शब्द आफूमा शब्द छ अरूको फाल्टो देशको लिपिमा पत्ता गर्दाखेरि एकैवटा शब्द आफूले जान्नुपर्ने हुँदछ त्यही कारणले एक एक शब्दको त्यसको जोड मिलाउनु पर्दछ होइन जुन संस्कृत शब्द एकैवटा शब्दको अर्को चिनिया भाषामा नि एक एक शब्दको अर्थ देखाउनु पर्ने हुँदाखेरि अत्यन्त अनुवाद गर्न गाह्रो रहेको छ त्यसै कारणले त्यो बेलामा अनि शब्द बिग्रियो भने अर्थ धेरै बिग्रेछ त्यही कारणले एकैवटा शब्द अनि विभिन्न अर्को मूल स्रोतको पुस्तकहरू पनि त्यो बेला अब आवश्यक पर्दछ जुन एउटा रूपान्तरण गर्नुको लागि होइन त्यसको अब आफूले याद गराउनुको अर्थ यो रहेछ भने अब त्यसलाई बुझ्नको लागि अब अरूहरूले कसरी अब अनुवाद गरेको रहेछ भने धेरै कुरा किताबहरूको धेरै लेखहरू आवश्यक पर्दछ त्यही कारणले अनि त्यस्तो कुराहरू भने महाअनुवादकहरूले शब्द रूपान्तरण गर्दा उच्चारण गर्दाखेरि होइन एकैवटा शब्दहरू अनि जुन ग्रन्थको शिरदेखि तल फेदसम्म एकैवटा शब्दमा उहाँले प्रवचन गर्नुहुन्थ्यो विमोचन गर्नुहुन्थ्यो छलफल गर्नुहुन्थ्यो अनि जुन शब्द रूपान्तरण गर्ने जुन समाजमा जुन एउटा कमिटी छ आफ्नो त्यसमा अनि एकदम राम्रो अभ्यास हुन्थ्यो त्यही कारणले अनि यस्तो भयो भने जुन आफूमा सहायता गर्नेले जुन महाअनुवादलाई अत्यन्त सहायता मिल्दथ्यो जुन अनुवाद गर्नुको लागि त्यो बेलामा अनि त्यो बेला अब अनुवाद गर्दाखेरि यसरी अनुवाद भइसकेको ग्रन्थलाई प्रवचन गर्दाखेरि जुन त्यसमा धेरै सहायता कसको थियो त भनेदेखि त्यो भित्र अनि साथ सहयोग गर्ने अब अनुवादकहरू थिए त्यो बेला अब छेकी थेक्पा धर्मयाना भन्ने यसरी पहिलो अब अनुवाद थियो यो चीनको पहिलो अनुवादको ग्रन्थ अनि यसरी एक एक शब्दमा उहाँले विमोचन गरेको छलफल गरेको हुँदाखेरि अनुवाद गर्दाखेरि पनि शब्दको अर्थहरू सबै उहाँमा छ अनि छर्लङ्ग यसरी स्पष्ट रूपमा उहाँलाई याद हुन्थ्यो कण्ठस्थ हुन्थ्यो
अनि एउटा उहाँ चाहिँ यो किसिमको भारतको विद्वान धर्म रक्षिताको अब यसरी उहाँको सहायता रहेछ। अब संक्षिप्तमा बोल्नु पर्दाखेरि एउटा gyuta अनुवाद एउटा अनुवाद सङ्घ अनि अनुवाद एक किसिमको रूपान्तर एउटा सङ्घ भन्ने के हो त भन्दाखेरि नि धर्मलाई यसरी अनुवाद गर्ने अनि छलफल गर्ने अनि एकदम शुद्धिकरण एकदम एकैवटा शब्दमा त्यसलाई केलाउन सक्ने रूपान्तर गर्नु सक्ने त्यस्तो एउटा सङ्घलाई चाहिँ gyuta अनि उल्टा सङ्घ भन्दो रहेछ। अनि त्यस्तो निर्माण गरेको भन्दाखेरि चीनमा यसरी नै आफू प्रदर्शन गर्दाखेरि एकदम राम्रो हुने फाइदा हुने अनि जुन अरूलाई पनि एकदम राम्रोसँग बुझ्ने हुँदछ किनकि धेरै त्यो भित्र विमोचनाहरू छलफल त्यसमा यसरी वाद विवाद गरेर यसरी अनुवाद गरेको हुँदाखेरि अत्यन्त लाभदायक हुँदछ। यसरी चीन भाषामा अनि अनुवाद गरेर अनि अनि बुद्ध वचन अनि अनुवाद गर्न अत्यन्त धेरै फाइदाजनक हुन्थ्यो। अनि यसरी फाइदा भइसकेपछि के त्यसको अनि अर्थ बुझ्नु एकदम सहज हुने अनि बौद्ध धर्ममा अभ्यास गर्नुमा अनुष्ठान गर्नुमा अनि अत्यन्त धेरै फाइदा रहेको छ। यो दुईटा अनि राम्रो पक्षको कुराहरू थियो। अब चाहिँ दोस्रो अब विषय के हो त भन्दाखेरि सुई अब राजवंशी भन्ने छ होइन त्यो अब उत्पन्न भएको थियो। त्यो बेला चाहिँ अब धर्मवासीको अब छलफल भन्ने यसरी अब धर्मवासीको महाछलफल भन्ने यसरी अब सुरुवात भएको थियो। यसको अब घटना विषय बताउनु पर्दाखेरि अब चीनमा धेरै राजवंशहरू धेरै राजाहरू धेरै राजवंशहरू फैलिएको थियो। सुई अब राजवंश अनि त्यो सुई अब राजवंशी अबको पहिले यो राजवंशी नराख्नुभन्दा अगाडि 300 वर्ष अगाडि अब सिलबुर थर्ब भन्ने धेरै अब थपस्त भएको एउटा भएको थियो त्यो बेला जुन त्यो बेला चाहिँ के भयो त्यसलाई वे चिन ठोजङ झलप कि धुकप भनेर भन्दो रहेछ। वे चिन होइन अनि उत्तर त्यसपछि अब यो दक्षिणको अनि राजवंशीको समय भनेर यसरी बताउँदो रहेछ। त्यो बेला अब एक किसिमको अब उत्तर र दक्षिण अब यसरी दुई प्रकारको अब भाँडेर गए त्यो बेला। त्यो बेला अब कुमार शिव भने त्यो बेलामा अत्यन्त एकदम अनुवादक महापोक्त एकदम चलेको एकदम प्रख्यात थियो त्यो बेला। यो त्यो बेला अब सुनिसो कुमार सिद्ध भने उहाँलाई अब साथ सहयोग गर्ने अनुवाद गर्दाखेरि साथ सहायता गर्ने कतिजना थियो भन्दाखेरि अब 3000 जना थिए। उहाँलाई 3000 जति थिए यसरी अब साथ सहयोग गर्ने अनुवाद गर्ने क्रममा। अब यसरी अब 3000 जना यसरी अब अनुवाद गर्दाखेरि अब कसरी कामले सुरुवात गर्ने त भन्दाखेरि अब यसरी धेरै मान्छेहरू जम्मा भएर अब अनुवाद गर्नुको लागि यसो धेरै मान्छे भेला हुनुको कारण के हो त भन्दाखेरि अनि
अनि शब्द शब्दमा अनुवाद गरिन्छ, अक्षर अक्षरमा यसरी अनुवाद गरिँदाखेरि अनि यसरी बुद्धको सूत्र तन्त्रलाई अनि एक किसिमले के हो त अनि नयाँ नयाँ ज्ञानहरू आफूमा प्राप्त हुनुको लागि बुझ्नुको लागि धेरै मान्छेहरू अनि भिड भएर यसरी अध्ययन गर्थ्यो। विशेष गरी त्यही कारणले उहाँ चाहिँ यो किसिमको अब कुमारक्षित चाहिँ एकदम अब प्रख्यात भएको हुँदाखेरि धेरै अब विश्वविख्यात भएको हुँदा धेरै मान्छे उहाँहरूसँग अब उहाँको पक्षमा थियो। उहाँसँग 3000 जस्तो मान्छे थियो। त्यो बेला अब धेरै ठाउँबाट अब उहाँको दर्शनको लागि उहाँलाई देख्नको लागि धेरै ठाउँबाट आउने गर्थ्यो, धेरै ठाउँ स्थानबाट अनि अनुवादको अनुवाद सङ्घमा धेरै मान्छेहरू आउने गर्दथ्यो, किनकि उहाँसँग सायद 3000 मान्छे थियो। त्यो हेर्नको लागि पनि मान्छेहरू आउँदथ्यो। अनि उहाँको प्रवचन सुन्नुमालाई मान्छेले धेरै अनि इच्छा गर्थ्यो अनि दिन रात उहाँको अनि सामु आएर प्रवचन सुन्ने गर्दथ्यो। अब उहाँको एउटा कुमारक्षितको आफ्नै अब यो अनुवाद सङ्घमा चाहिँ अब 3000 मान्छे थियो। अनि उहाँको सङ्घमा यति थियो भने अर्को पक्षको समूह भने अब केही नभए पनि एक किसिमको अनि अब छुसुङ धर्मरक्षक 500 जना, अब गोडा भित्रको अनुवाद अब सङ्घमा चाहिँ 700 जना। अनि झाङछुप अनि उहाँको अब एक किसिमको 1000 जना जस्तो यसरी अब झाङझुप सेपा भन्ने उहाँको अब अनुवाद अब सङ्घमा चाहिँ 1000 जना मान्छे यसरी अब धेरै मान्छे फैलिने गर्दथ्यो हैन। यसरी अनुवाद गर्दाखेरि हैन यसरी एउटा सङ्घ खोलिसकेपछि अनि 100औं जना 1000औं जना मान्छे थुप्रेर यसरी अब अनुवाद गर्ने क्रममा धेरै बौद्ध ग्रन्थहरू यसरी अनुवाद र उल्था गरिन्थ्यो। फेरि एउटा प्रश्न के उठ्छ भन्दाखेरि अब त्यसरी अब जति सक्दो अब समय दिएर प्रवचन गर्नु आउँदछ त्यो बेला धेरै भेला भएर अब धेरै मान्छे आएर प्रवचन सुन्दाखेरि त्यो अनुवाद गर्नुमा के फाइदा छ त भन्दाखेरि त्यो बेला चाहिँ अब अनि उनीहरूले प्रश्न जुन सुन्नेवालाले प्रश्न गरेको उत्तर दिएका माथि अनुवादको कुरा छँदैछ त्यो मार्फत अर्को पहिला अनि पहिला अनुवादकले त्यो उत्तर दिनुभन्दा एकदम जरुरी के छ भन्दाखेरि त्यो भित्रको मुख्य सार बुद्धिहरू हैन त्यसको व्याख्यानहरू टीकाहरू अनि त्यसको अध्ययन गर्नु अत्यन्त जरुरी हुँदाखेरि त्यही कारणले गर्दाखेरि अनि यसरी उहाँले संस्कृत कुराहरू उहाँ धेरै अब पोख्त भएकोले हैन अनि त्यो अनि अनुवाद गरिसकेपछि जुन त्यो अनि कुरा चाहिँ अब एक किसिमले के हो त नि चीन भाषामा यसरी उहाँले अनुवाद गरेर बताउनु हुँदाखेरि मान्छेलाई धेरै लाभदायी हुँदथ्यो। त्यही कारणले जुन आफूले भारतबाट आएको गुरुहरूबाट जुन चीन भाषा आएन भने पनि त्यसमा एक किसिमको एउटा अनुवादक राखेर यसरी प्रवचन दिइन्थ्यो। अनि पहिलोपल्ट चाहिँ यसरी संस्कृत लिपि पढेर अनि धेरै यसरी उहाँले पढ्नुहुन्थ्यो। बौद्ध ग्रन्थ जुन अनुवाद गरियो पहिला मुख्य स्रोत चाहिँ यसरी संस्कृत भाषाबाटै पढिसकेपछि अनि पछि
실업닝보를 이제 프랑게나 바람인데 히른데야 제제 마저 로는 게 있어. 프랑게나 바람이 प्राज्ञा पारमिता हृदय भने यसरी संस्कृतमा एउटा शरब निङ्गो भनिन्छ हैन प्राज्ञा पार यसको यसरी अब प्राज्ञा पारमिता हृदय भनेर पढिसकेपछि संस्कृत सबै पढेर नि पछि अनि अनुवाद गरेको भने चीन भाषामा यसरी गरिन्थ्यो त्यो किन त भन्दाखेरि यो ठाउँबाट सुरुवात भयो भने विश्वास दिलाउनको लागि त्यो ठिक छ कि छैन भने यसरी अब तालमेल खाँदै खाँदैन भने यसरी अनि यसरी बताउनु हुन्थ्यो अब त्यो बेला अब प्राज्ञा भनेर के भनिन्छ पारमिता भनेर के भनिन्छ हृदय भनेर यसरी यसको अर्थ के भनिन्छ भनेर यसरी अनि पहिला संस्कृत बताइसकेपछि यसरी चीन भाषामा पछि रूपान्तर गरिन्छ त्यो बेला भारतवर्षबाट आएको विद्वानहरूले अब अब उहाँले बताउनु सक्नुभयो भने अब जुन अब संस्कृतमा आफूले सिकेर आयो अब चीन भाषामा बोलिन्थ्यो यदि भाषा जानेको छ भने आफूले जानेर भने एउटा केकीहरू अर्थात् अनुवादक राखेर यसरी अनि बताइन्थ्यो त्यो भित्र अब जुन महाअनुवादकलाई अब धेरै साथ सहयोग गर्ने अब मान्छेहरू हुनुहुन्छ मुनि अनुवादमा त्यो बेला मुन साथ सहयोग गर्नेमा एकजनाले चाहिँ त्यो भित्रमा अनि कुनैले चाहिँ अब किसिमको अनि जुन माथि गुरुले अनुवादकले महाअनुवादकले के भन्नुभयो त्यो अक्षरमा नै लिपिमा नै उतार्ने त्यस्तो काम गरिन्थ्यो 되게 시샤 제제네. अनि जुन अब अर्कोको चाहिँ के हो त भन्दाखेरि जुन माथिबाट बताएको कुराहरू हैन जुन अब मुनि लिपिमा बद्ध गर्यो लिपिमा उतार्यो त्यो कुराहरू चाहिँ अर्को साहित्यहरू सबै एकै कुनै शब्दमा नटुटिकन फेरि त्यसमा अनुवाद गरेर त्यसलाई फेरि निहालेर शुद्धिकरण गरेर अनि यसरी एउटा ग्रन्थलाई तयार पार्थ्यो अनि यसरी एउटा संस्कृतमा बताएको कुराहरू चाहिँ हैन कुनै शब्द नटुटिकन अर्थहरू त्यसमा अर्थमा भ्रम नभइकन त्यसमा नभुलिकन यसरी एकै शब्द यसरी अनि लिपिबद्ध गरिन्थ्यो ग्रन्थ तयार पारिन्थ्यो यसरी अनि यो चाहिँ सुरुवात खाला नै थियो यसरी त्यो अक्षरमा लेखिएको शुद्धिकरण अब त्यही नै यही नै अब दाबी नगर्नु त्यसलाई धेरै के हुन्छ अनुसन्धान गर्थ्यो हैन फेरि त्यो लिपिबद्ध गरेर धेरै उहाँले व्याख्यान गर्नुहुन्थ्यो त्यसको अनि प्रज्ञा भन्दाखेरि एक किसिमको अब यसलाई अब शरब भनिन्छ भने अब पारमिता भने अब फरत छिम्बा भनिन्छ अब हृदय भने निम्तोलाई सार्ने अर्थात् प्रष्ट ज्ञानको पार गराउने एउटा सारा भनिन्छ त्यो अनि यसरी अनि जुन शब्दले अनुवाद गरेकोलाई फेरि यसरी व्याख्या गरिन्थ्यो यसरी व्याख्या गर्दा अन्तिममा के निष्कर्ष टुङ्गिन्छ भन्दाखेरि जुन रूपान्तर गरेको अनुवाद गर्यो भने कुनै सन्देह नभएको त्यसमा प्रश्नवाचक नभएको त्यसमा अनि कुनै पनि सन्देह यो हो कि होइन भन्दा अनि हो कि होइन भन्दा अनि एक किसिमको अब आफूलाई अब शङ्का लाने कुरा नभएको त्यसरी अब शुद्धिकरण गराउँथ्यो अनि संस्कृतमा यसलाई यो भनिन्छ अब चिनिया भाषामा यसलाई यो भनिन्छ यसलाई यसरी यसको माने व्याख्या अर्थ यो हो भने यसरी रूपान्तर गरिन्थ्यो यसरी अनुवाद गरिन्थ्यो यसरी टुङ्गिन्थ्यो निष्कर्ष अनि यसको अब उदाहरणको लागि अब अनि यो लोबेन आचार्य याङदा देवा भनिन्छ हैन लोबेन याङदा देवा एउटा महान विद्वान रहेको छ उहाँ चिनिया गुरु अझै अब विज्ञानवादको यसरी एउटा विज्ञानवादको दर्शनहरूलाई यसरी फैलाउने महान विद्वान रहेको छ
법에 안다 대바 대 퍼진 디 있어래 안다 법에 अब यहाँ देमाले अब यो विज्ञान चाहिँ अब विज्ञानवादको अनेक ग्रन्थहरू उहाँले अब अनुवाद गर्नुभएको छ 양양 배 좋아할래 근데 쟤는 쯔르 신돌베 अनि एक एक शब्दमा उहाँले तर्क वितर्क राखेर अनि मत विमतलाई यसरी उहाँले अब छलफल गरेर अब धेरै अब शुद्धिकरण गर्नुहुन्थ्यो उहाँले त्रुटिहरू हटाउनुहुन्थ्यो धेरै गर्नुहुन्थ्यो यसरी उहाँले जुन यहाँ भन्ने कुरोले त्यस्तो धेरै समयसम्म शुद्धिकरण गर्यो भने के हो त भन्दाखेरि जुन शब्द अर्थहरू जुनको अब व्याकरणहरू अत्यन्त नि पंक्तिहरू मिलेर आउँथ्यो शुद्धिकरण हुन्छ 딱 공도 슈백이 니즈 디솔이야 차차비나 이 유르기 차로 슝갱이 나로래야 त्यही कारणले गर्दाखेरि 이 유르기 ल्या가 챙기지 여러분 अनि यसरी अनुवाद गर्ने क्रममा हैन अनि शब्द अनुवाद गर्ने शब्द लेख्ने त्यसमा जोड्ने विभिन्न कर्तव्यहरू रहेको छ हैन अनुवाद टोलीमा पनि अनुवाद संघमा पनि हैन महाअनुवादले अब बताउने क्रम त्यसमा सहयोग गर्ने अब अक्षरमा उतार्ने त्यसलाई अब एक किसिमको शुद्धिकरण गर्ने है धेरै कामहरू हुन्थ्यो तिम्रो काम यो भने स्पष्ट छैन तर के हो त त्यसमा सहायता गर्ने जुन बोलेकोलाई चाहिँ यो शुद्धिकरण छ कि छैन सफा छ कि छैन भन्दै चाहिँ अब अनि त्यसमा अब त्यही कारणले अब सयौं जनाले यस्तो गर्नाले धेरै फाइदा हुन्छ हैन अब महाअनुवादलाई साथ सहयोग गर्नको लागि बसेको अब साथ सहयोगी अब अनुवादको सङ्घमा छ भने हैन त्यसले अब के फाइदा हुन्छ त अब सयौं जना हजारौं जनालाई जुन अब माथि अनुवादबाट बोलेको कुराहरू चाहिँ यो तालमेल खान्छ है खाँदैन जुन उले बोलेको अर्थसँग मिल्छ कि मिल्दैन भने यसरी अनि यसरी जुन ग्रन्थमा उतार्ने यसरी उहाँले जुन सहायता गर्ने संघहरूले यसरी जिम्मेवारी लिनुहुन्थ्यो त्यो जुन अनुवादको संघ मात्र नभएर जुन अनुवादकले प्रवचन गर्दाखेरि जुन सुन्ने श्रोताहरूले पनि त्यो बेला धेरै अक्षरहरूमा उतार्नुहुन्थ्यो लेख्नुहुन्थ्यो जुन अनुवादकहरूले के गर्थ्यो त भन्दाखेरि जुन अब सबै प्रवचन गरिसकेर जुन अनुवाद गरिसकेको सम्पादन भइसकेकोलाई फेरि जुन श्रोताहरू सुनेकोहरूले फेरि उहाँहरूले लेख्नु भएको कुराहरू पनि माथि ल्याउनु भएर उहाँले अनुसन्धान गर्नु भएर हो अनि कुन शुद्धिकरण छ त कुन चाहिँ स्पष्ट छ त भने यसरी अनि शब्दमा अनुवाद गरेर हैन अनि अन्तिममा यसरी अनि जुन अनुवादकद्वारा सुन्नेद्वारा प्रवचन सुन्नेद्वारा सबैले यो ग्रन्थमा उतारेको कुरा चाहिँ यसरी एकीकरण गरिन्थ्यो गठन गरिन्थ्यो त्यसमा अनि छानबिन गरिन्थ्यो अनि छानबिन गरेर जुन स्पष्ट छ त्यसलाई चाहिँ अनि यो नै हो भनेर दाबी गरिन्थ्यो शुद्धिकरण यो छ शुद्ध छ भनेर यसरी फैलायो त्यही कारणले यो संस्कृत भाषा र यो चीन भाषा बेग्लै हो त्यही कारणले गर्दाखेरि अब यसरी शब्द उच्चारण गर्दाखेरि हैन अनि चीन भाषामा यसलाई यसरी प्रयोग गरिन्छ व्यापार यो हो संस्कृत भाषामा यसलाई यसरी प्रयोग गरिन्छ भन्ने अनि त्यसलाई अब नाम र शब्दहरू हैन अनि जुन शब्दको अर्थ भेट्नु लागि त्यति सजिलो त छैन नि त्यही कारणले गर्दाखेरि अब जुन अब संस्कृत जान्नु हुने एउटा विद्वानले अब चीन भाषा जान्नु भयो भने यो भन्नु मिल्छ अब चीन भाषा जान्दै नजानेको अनि भारतको एउटा संस्कृतमा पोख्त हुने विद्वानले त अब सकिँदैन त्यही कारणले अनि जुन अनुवादक हुन्छ जुन संस्कृतलाई अब चीन भाषामा ल्याउने उसले 100% अनुवाद गर्छ भन्दा अब जुन अनुवादक के अब डुबिँदैन त्यही कारणले गर्दाखेरि यसरी धेरैजना मान्छेलाई अब राखेर यसरी अनुवाद गरे
야가글로빈 취송해야 되기. 아니 너디 빼면 가봐 줄나요. यसरी अब सूत्र पुण्डरीका भने यसरी अब यो अनुवाद गरियो 지실래야 송문세네. 아니 공개 너디 빼면 가봐도 줄 싸봐 지세요. अनि यसरी 너디 빼면 나로라 반복 나봐. गेलोंगाके 롱템베기 लिउसना지 되지. 다 디나로래 치지. त्यो पुण्डरीका सूत्र पुण्डरीको भित्र अब गेलोङ ngapja भने यसरी शब्द लेखेको छ 500 भिक्षुवर भनेर सबै छिसुङ सादेगी जुर्ना त्यो बेला अब छुसुङले एउटा अनुवाद गर्नुभएको छ त्यहाँ 저게 남디 지마지 시에토야다 까라카버스도 딱하나 도도르 시에비나 아는 乐语的原件的这个谜语通过啊的，谜语的原件的这乐语通过啊的，啥的 त्यो बेला के लेखेको छ भन्दाखेरि 平时这个字了，这把用过啊的啥的不去，他真的这就是。 अनि कसरी भन्दाखेरि अब भगवानले अब मान्छेको संसार देख्न सक्छ भने अब मान्छेले अब भगवानको संसार देख्न सकिँदैन जुन भगवान मान्छेको अब संसार देख्नले चाहिँ अब पोक्त भनिन्छ भने यसरी विभिन्न कुरा लेखिएको छ बताएको छ यसरी अनि यसलाई चाहिँ अब यसलाई चाहिँ अनुवाद गर्नु पर्दछ होला यसले यति त्यति स्पष्ट छैन भने यसरी अब उहाँले विचार गर्नु भएछ जुन छुसुङ विद्वानले 다디 생에 다다지 아버 주시에마서 가다제네 이 유차로 중에 야나 준비스도 대 야나 그 준비 되기 가르교도사나 아니 사다 미니 가서요 अब त्यो बेला चीनको एउटा भिक्षु रहेछ उहाँले के गरेको छ भगवान र मान्छे सम्बन्ध छ 통화를 주세요 अनि दुवै पक्षको अब किसिमको के हो त अनि अनि दुई पक्षको कुराहरु चाहिँ अब स्पष्ट देख्दछ भने यसरी अब अनि अनि लोचे सुनु लगायतका अब महाअनुवादक अब कुमारलाई देखाउँदाखेरि ओ यो चाहिँ अत्यन्त राम्रो अनुवाद रहेछ भन्ने खुसी प्रसन्न हुनुभएको थियो अब लोचे सुनु चाहिँ एकदम अब चीनको एकदम विद्वान रहेको छ हैन उहाँले संस्कृत पनि जान्ने चीन भाषा पनि जान्ने एकदम विद्वान रहेको छ त्यसै कारणले गर्दाखेरि 야게 신긴 게 법인이네요. 아, 그런 게 파괴 야게 민주사네요. अनि जुन अब चिनिया भाषा जाने तापनि अब आफ्नै मातृभाषा चाहिँ अब यो इन्डियन भाषा भएको हुँदाखेरि अब त्यति स्पष्ट हुँदैन त्यही कारणले गर्दाखेरि अब त्यस्तो गरेर मेरो यसमा अनुवाद एउटा मेरो अनुभव राख्दा मैले सानो व्यवहार अब कुराहरू हैन मैले अनुवाद गर्ने क्रममा मैले अनुवाद गर्ने क्रममा यो चाहिँ यस्तो होला भनेर अनुवाद गर्दा के होला भन्दाखेरि मैले राख्दाखेरि धेरै मलाई गाह्रो हुँदो रहेछ अनि तीन चार जनाले अनुवाद गरे तीन चार जना राखेर अनुवाद गर्दाखेरि तीन चार जना राखेर यसरी मैले अनुवाद गर्दा यो कस्तो होला भनेर सोच्दाखेरि हैन त्यो तीन जना भित्र बेग्लै बेग्लै विचार भएको हुँदाखेरि अनि धेरै नै राम्रो हुँदो रहेछ एक्लै बसेर अब त्यो एउटा भाषाले अर्को भाषामा रूपान्तरण गर्दाखेरि जति सोचे पनि स्पष्ट नहुँदो रहेछ त्यही कारणले गर्दाखेरि त्यसमा अब वैज्ञानिक क्षेत्र र किसिमको अब आध्यात्मिक क्षेत्र ती प्रकार रहेछ हैन बाहिरीको र भित्रीको अब शब्दहरु मिल्दैन त्यो बेला अब अनुवाद गर्नु नहुने त्यस्तो अब एउटा नियम पनि राखेको थियो सिक्किम 대다 팀베기 여기 저거가 그랬어. 거동이네야 여기 찍이 좀 버텨 그랬어. 빼차샤비나스. जस्तो कि अब अनुवाद गर्दाखेरि एउटा एउटा बोधी भन्ने एउटा उति कुरा राखौँ त्यसमा बोधी भन्छ त्यसलाई
죄사 책임지기 된다고 생각하고. अब बोधी भन्ने शब्दमा अब 텔레야 아니 त्यसले अब धेरै अर्थ जनाउनु पर्ने हुँदछ फासा 측직이 이게 찍이 된다고 생각하고. 다 계시 리자르게 깨디 책임지기 해봐디 계획 나라라 아니 측직이 된투 매베이나 아니 신의 측니 배주 동관한다 야는 이 अब 인체 배주 जुन भारतवर्षमा बोधी भनेको शब्दलाई चाहिँ अब चीन भाषामा रूपान्तर गर्दाखेरि अब एउटा शब्दले रूपान्तरण गर्नुपर्ने हुन्छ एउटा शब्दले सकेर दुईटा शब्द प्रयोग गर्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि 측벌직 인주산다디 계획 나라라야 측직이 된 모토비 인주서 공도시 측니 배주 당버렸어. अब त्यसमा दुईटा शब्दहरू अब प्रयोग गरेको थियो 아주 벽에 돌 빨라고 अब पललाई सिरी भनिन्छ 이나디 계획 나라 측임직이 된 투 매베 인주사 지상세제 अब चीनमा चाहिँ अब जुन एउटा शब्दले अर्थ जनाउन नसकेको दुईटा शब्द जोडियो त्यही कारणले गर्दाखेरि 강해지 다는 신 अनि 민주주의야 अनि यसरी अब कष्टहरू आएको थियो कठिनाइहरू त्यस्तै गरी अब जुन अब व्याकरणको कुरा गर्नुपर्दाखेरि 다잖아 그 다저지보다 다니지보다 튕백원에 야 교고 먼저 먼저 윤지고 말았어 अब त्यसमा अब जुन पनि त्यो अनुभव गर्नु पाइँदैन अब जुन अब चिनियामा व्याकरण के त चीन भाषामा त्यही अनुसार चल्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि अब त्यो बेला अनुवाद गर्दाखेरि अब जुन व्यवहार हुन्छ नामहरू नाम अब जुन चीनको नाम अब व्यवहार कुराहरू चाहिँ अब संस्कृत लिपिमा संस्कृत एउटा शब्दलाई धेरै अब बताउने हुँदाखेरि अब अनि चिनिया भाषामा रूपान्तरण गर्दाखेरि एउटा शब्दले जुन संस्कृतले बताएको जस्तै अब चिनिया भाषाले अब त्यसमा रूपान्तरण गर्न सकेन भने अब तीन चारवटा शब्द थप्नु पर्ने हुँदछ 사법 매버스한테 가르쳐나 사법 매버스하고 전다한테 가르쳐나 이 न्युमो 매버다 대사 매버 드리지로 거리고 अब यसलाई सब मेब भनिन्छ हैन अनसरफ भनिन्छ त्यसमा अब अकलेश भनेको कलेशदेखि रहित भनेको अब बुझिन्छ अब यसको अब अर्थलाई हामीले बुझ्नु पर्दछ अब सिधै अब बोल्ने हो भने हैन सब मेब भने अब कहिले पनि पत्ता नहुनेले बुझ्दछ तर अब त्यसको अर्थ के हो त भन्दाखेरि अब एउटा राग नभएको कलेश नभएकोले बुझिन्छ जुन कहिले पनि अब कलेशमा पत्ता नहुने रागमा पत्ता नहुनेलाई अब सबैमा भनिन्छ अब यो थङ्ग्यालाको एउटा लामाको नाम चाहिँ सामेलाम भनेर राखेको थियो सामेला भनेर अनि तपाईँको नाम के भनेर सोधपुछ गर्ने बेला उहाँले अनि एउटा भिक्षुले मेरो नाम यो भन्नु नहुन्थ्यो किन भन्दाखेरि अनि त्यो भिक्षु चाहिँ अब कहिले पनि अब यसरी टोयलेट जान नहुन्थ्यो अरे अनि कहिले नदेख्थ्यो अरे उहाँ टोयलेट गएको अनि मान्छेले भनेछ ओ एक किसिमको उहाँ टोयलेट जाँदाखेरि अब खाना खाइसकेपछि तल उहाँले नफालो हुँदो रहेछ मुनि नखसेको हुँदाखेरि अनि सपा मेपा भनेर अनि नाम दिएको थियो त्यही कारणले अनि यस्तो हेर्दाखेरि सपा मेपा भने नझर्ने नखस्नेले हेर्दाखेरि छ सिधै नाममा हेर्दै अर्थ छ तर पनि के हो त भित्री कुरामा हेऱ्यो भने त्यसलाई भने नखस्नुलाई भनेको त होइन नि कलेश नभएको राग नभएको होइन त्यहाँदेखि मुक्त भइसकेकोलाई बुझ्दछन् त्यही कारणले शब्दको कुनै छेउ भागहरू मिलेर मात्रै अनुवाद गरिँदैन त्यसको अर्थ त्यसले फुकाउन सक्नु पर्यो मैले एक समय एउटा सुनेको थियो एउटा विदेशीले अनि यो लोजोङ धुन्धुमा भनेपछि
7 प्रकारको मधुसूदनको अनि म अनुवाद गर्दछु भने अनि गर्ने क्रममा चाहिँ त्यो बेला चाहिँ के हो त नराम्रो पक्ष चाहिँ अब के हो त अनि टेङ्गे याउँदोले भन्छ नराम्रो पक्षहरू चाहिँ एक किसिम के हो त अनि अब सहमा लिने भनेर लेखेको रहेछ पहिला अब खोज्दाखेरि अब टेङ्गेन भन्ने यसको उसले शब्द टेङ्गेन भनेको कुरा खोज्नु भएछ पछि घौयाङ भनेर अब त्यो बेला भेटेछ त्यो बेला याङ भन्दाखेरि पनि धेरै गहिरो अनि गहिरो गहिरो कुरालाई पनि अब लिँदछ त्यो बेला चाहिँ के भयो अनि उहाँले के अनुवाद उहाँले के विचार गर्नुभएछ भने नराम्रो पक्षहरू चाहिँ अब तल गहिरोमा फल्नु पर्दछ भन्ने यसरी उहाँले विचार गर्नुभएछ यसरी त्यही कारणले गर्दाखेरि होइन यो एउटा शब्द कुनै अब छेउछेउ भागले यसरी अब बुझिन्छ तर पनि त्यसले मुख्य अर्थ चाहिँ जनाउँदैन नराम्रो कुरा चाहिँ अब लक्षणमा लिने भनेको कुरा हो खास त्यो होइन तर त्यो कुहिरेले चाहिँ विदेशीले चाहिँ अब नराम्रो कुराहरू चाहिँ अब तल फालिदिने भनेपछि अब भने अब यसरी अब उहाँले यसरी विचार गर्नुभएछ त्यही कारणले मान्छेलाई अब तर बुद्ध ज्ञान प्राप्त नभएको हुँदाखेरि विभिन्न अब कमी कमजोरहरू हुँदछ होइन अनि यसरी सिन्धी अर्थात् एउटा ग्रन्थ यसरी प्रतिपादन गर्दाखेरि यसलाई सङ्कलन गर्दाखेरि अनि यसरी अब अनुवाद गर्दाखेरि त्यसलाई अब शुद्धिकरण गर्दाखेरि होइन अरूले सुन्ने जुन श्रोताहरूले सुनेकोहरूले पनि लेखिएको कुराहरूलाई चाहिँ होइन विद्वानहरूले फेरि यता लिएर पछि अनुवाद गरेर शुद्धिकरण गरिदिन्थ्यो यसरी अब जुन संस्कृत भाषाबाट हो चीन भाषामा अनुवाद गरिसकेपछि अनि फेरि त्यो अक्षर लिपिमा उतारिसकेपछि त्यो फेरि संस्कृतसँग मिल्छ कि मिल्दैन भने यसरी फेरि अनि शुद्धिकरण गर्नुहुन्छ अनि शुद्धिकरण गरेपछि बल्ल यो शुद्ध छ एकदम स्पष्ट भयो भन्दा अनि निर्णय भएपछि मात्रै अनि यसरी अनि प्रचार गर्नुहुन्थ्यो यो चाहिँ एकदम चोखो भयो भन्ने यसरी गर्नुहुन्थ्यो उदाहरणको लागि अब अनि 420 को अब सम्बत 420 को अब अनि यसरी 420 मा अब यसरी अब एउटा सङ्घीय भन्नाले यसरी एउटा यो एउटा 420 अनि 420 देखि सुरुवात गरेर 421 मा यसरी अब अनि अनुवाद गरेर सकाउनु भएको थियो अरे अनि यसरी अनि अब यसरी एउटा सङ्घीपल भन्ने यसरी अब उहाँले अब यो अनि अनि 2-3 वर्ष शुद्धिकरणमै लाग्यो त्यस्तो गरी अब 6 वर्षसम्म अब 6 वर्ष अनुवाद गर्नुमा लाग्यो सम्झनको दो समाधि सूत्र भन्ने होइन यसरी अब फेरि अनि 6 वर्ष त्यसलाई फेरि शुद्धिकरण गर्नुभयो उहाँले खोज गर्दाखेरि अब मिल्छ कि मिल्दैन भने यसरी अब अनि यसरी धेरै समयसम्म अब टाइम लगाउनु भयो होइन अनुवाद गरिसकेर पनि यो ठिक छ कि छैन 6 वर्षसम्म अब त्यसलाई चेक गर्नु जाँच गर्नु भनेको के हो त भन्दाखेरि यो शुद्धि सफा छ कि छैन होइन यसरी हुनु कारण के हो त भन्दाखेरि अब उहाँले यसरी धेरै लामो समयसम्म अनि अनुवाद गरेर पनि अब शुद्धिकरणको लागि फेरि जाँच गर्नु कारण के हो त भन्दाखेरि अनि
यो सफा छ कि छैन यसले भोलिको दिनमा के बिग्रियो भने होइन ज्ञान राम्रो उत्पत्ति भएन भने यसले तल्लो तहमा लाने हुन्छ भने यसरी धेरै गहिरो विचार गर्नु भयो 쉽게 투주를 좀 교수님 쉽게 투주 립식 롤이야 콩그 로마티 주기 콩의 양게 अनि याङ्दा देम्बा भन्ने फेरि गुरुले यसरी नै एउटा अनुवाद गर्नुभयो 연생 가르레 슬라비나 콩그 로마티 주기 अनि अनुवाद गरि 마 뭐가 주 셰인 주사네 अनि यसरी अभिधर्म 미셰 버튼데 당 가르쳐 르시 잡미토 버튼데 용거 अनि अभिधर्म कोष यसरी अब अनुवाद गरिसकेपछि आफ्नो सहायताहरूलाई होइन अनि यो राम्रो छ कि छैन हेरिदिनुहोस् भन्दै यसरी अब यादा देम्बाले आफ्नो सहायताहरूलाई यसरी अब हेर्नु दिनुभएको थियो उहाँहरूलाई अनुसन्धान गर्नु दिँदाखेरि होइन अनि अनि सहायताहरू के भन्ने भन्दाखेरि तपाईँले अनुवाद गरेर यो पुगेको छैन अझै त्यति शब्दहरू तालमेल खाएको छैन अझै पनि अनुवाद गर्नु होला भने यसरी हाम्रो सहायताहरूले यसरी यादा देम्बालाई यसरी बताएको थियो त्यही कारणले गर्दाखेरि अनुवाद गर्दाखेरि धेरै शुद्धिकरण गर्नु अत्यन्त जरुरी छ अब सुई र थाङ भनिन्छ त्यसको अब त्यसको विषय बताउनु पर्दाखेरि अब यो सुई र अब थाङको राजवंशीको पालोमा अब 라신기 남타르세아디 가오승传세 가오산 अब 라신기 남타르 카공세 디나로라 가르송아르 अब लक्ष्मीको नाम तर खाकुङ भनेको छ त्यो भित्र होइन उहाँ गुरुको अब जीवनी कथाको अब के भरि भरौ भनेको छ त्यो बेला अब जुन प्रवचनहरू यसरी अनुवाद गर्ने बेलामा होइन अनि स्पष्ट अब के भन्छ अब शुद्धिकरण भएको अब 3000 जति अब उत्रिएको थियो भनिन्छ तर अब अहिले के हो त भन्दाखेरि अब थाङको पालोमा चाहिँ अब अनि 20 पटक यसरी अब अनुवाद शुद्धिकरण भएको थियो भन्ने कुरा रहेको छ अब सु र अनि थाङको यो राजवंशको बेलामा यसरी अब अनुवादमा धेरै अब के हो त भन्दाखेरि अब त्यही कारणले गर्दाखेरि त्यो बेला नि 규다티즈 나로라야 민간에 마와치 용스 이내야 등을 털어야 마르치요 말스 미마르 메시 미팅도 민요르치 알스 규다티즈 나로 त्यो बेला अब के हो त भन्दाखेरि अब 예메마 도베기 텔레 마와 दुयो 말스 अनि मान्छेहरु पनि एक किसिम अनुवाद गर्दाखेरि अब मान्छेहरु पनि अब एक किसिम कम हुँदै गएको थियो अब सन्साङको बेलामा धेरै अनुवादहरु भएको थियो अब यो सन्साङको बेलामा नि अब 25 जना भन्दा मान्छे नै थिएन अब पहिला पहिला यो धेरै मान्छे थियो अनुवाद गर्ने क्रममा पछि अब एकदम कम हुनु कारण के हो त भन्दाखेरि ताको थोबच योसिर ताना सिपेना 로자와 첨부니 편수 두루 완도 담이나 로제 슈니소 사데기 탐보수 अब लोजे 탐보수 게tam 소럽규 이나 अब लोजे सुरु लगायतका अब 3000 सम्म अब शनुलाई थियो अब हैन 규리샤베기 소럽디 탐보 동타 신겨 슈니소ले 마와 규려 이나 콜라 अब शनुले भन्दामा धेरै अब अनुवाद गरेको थियो सन्साङको पालोमा त्यो बेला मान्छे एकदम थोरै हुनु कारण के हो त भन्दाखेरि
당选장기 체행의 남자지로와 अब ताओ एउटा उहाँकै नाम हो 제비는 아주 된다 니 토리아 토나이 모르스 उहाँको अब हामीले जीवनी हेर्यो भने दुई कुरामा हामीले चासो लाग्दछ 나르다 민저 유다들 구송을 주셔 다 구송什么 security अब पहिले उहाँको पालोमा चाहिँ अब त्यो अनुवाद गर्ने बेलामा चाहिँ दुईटा अब सेक्युरिटी गार्डहरू पालेर राखिएको थियो 수수일라 सुरक्षा 슝기 막 구송 전에 숭마 त्यो बेला अब आफूले राखेर नभएर होइन अब जुन अब सरकारद्वारा त्यो बेला अब राखिएको थियो होला Ini di sana jude nalo min jaba yola mela de chomi yola mela de tanga maras gue zar ka त्यही कारण त्यो अनुवाद गर्ने क्रममा अब जुन चाहिँ त्यो मान्छेहरू भित्र आउँदै थियो ma ena ta misu rodyo ene rochor ta de पहिला बेलामा अनुवाद गर्दाखेरि चुप्प छिर्नु पाउँथ्यो पछि गएर अब त्यो रोक्क गरियो min ni zo suma de amar skap di du sa ta thang xuen zan da bje le na पहिले भनेको अनुवाद स्कुलहरूमा गार्डहरू तैनात गरिएको थियो र अनुवाद गर्दा उनीहरूलाई अनुवादसँग जोडिएको व्यक्तिसँग सम्पर्क गर्न अनुमति थिएन दोस्रो यो हो कि त्यहाँ 23 जना भन्दा बढी सहयोगी हुन सक्दैन तिनीहरू मध्ये 12 min zara ma to yo ma ti charo shungin sangmal de gas min di chalo amar jana ge geyong ge sane अब त्यो 25 जना भन्दा थिएन सहायकहरू सम्पूर्ण साम्राज्यबाट आएका महान व्यक्तिहरू थिए सामान्य व्यक्ति नभएर एकदम महान व्यक्तिहरू थिए यो वास्तवमै विद्वानहरूको कुलीन भेला थियो यो दुई तथ्यहरूको अर्थ हो कि यहाँ प्रचलित अनुवाद स्कुलहरू भन्दा ठूलो भिन्नता थियो यति ठूलो परिवर्तन अब यो सेन्सङमा भित्र अब उहाँको जीवनी कथामा लेखिएको छ यो अब यो थङको पालोमा र यो सेन्सङको पालोमा यसरी अनुवाद गरेको धेरै फरक देखिन्छ यति ठूलो परिवर्तन हुनु कारण के हो त भन्दा अब सुई रम्ज बम्ज भन्दा पहिले अनुवाद स्कुलहरूमा अब मानिसहरू हजारौं भेला हुन्थ्यो र सँगै नोटहरू लिन्थे हैन यस विधिको फाइदा यो थियो कि उनीहरूले नोटहरू कम्पाइल गर्थे र अनुवादमा राम्रो शब्दावली छनौट गर्न सक्थे हैन धेरै अब फाइदा हुन्थ्यो शब्दावली छनौट गर्दाखेरि राम्रो कुरा आउँथ्यो यसको मुख्य कारण के हो त भन्दाखेरि त्यो बेला अब संस्कृत जान्ने थोरै थियो तर पछि गएर अब अनि पछि तर धर्म ग्रन्थहरू अनुवाद गर्ने परियोजनाले गति लिएपछि संस्कृतको ज्ञान फराकिलो हुँदै गयो र अनि चिनियाहरूको बीचमा संस्कृतको ज्ञानको उच्च र उच्च स्तरमा पुग्यो त्यसैले पुराना विधिहरूको आवश्यकता कम थियो यसबाहेक पुरानो अनुवाद स्कुलको एउटा बेफाइदा यो हो कि उपस्थित सबैले प्रश्नहरू सोध्न सक्छन् पुरानो अनुवाद हो स्कुलको एउटा बेफाइदा पनि छ के थियो त भन्दाखेरि बेफाइदा यो हो कि सबैले प्रश्नहरू सोध्न सक्छ र महान अनुवादकले ती सबैको जवाब दिनु पर्छ हैन अनि शिक्षा र समाजका विभिन्न तहका मानिसहरू भएकोले सबै प्रश्नहरू महत्त्वपूर्ण थिएन हैन त्यही बेला कुनै अब कमजोर दिमागको हुन्छ कुनै तिखो दिमागको हुन्छ हैन अब अनेक मान्छेहरू हुँदाखेरि त्यही बेला अब सबै अब उत्तरहरू अब ठिक अब ठाउँमा पुग्दछ त भन्दाखेरि नपुग्थ्यो हैन त्यही कारणले यदि मुख्य अनुवादकलाई चिनिया भाषा थाहा नै छैन भने यो थाहा छैन भने यो जिम्मेवारी थियो कि अनि उहाँलाई धेरै दुःख पनि हुन्छ दोबासे झन् गाह्रो पनि हुन्छ अर्को दृष्टिकोणबाट हेर्ने हो भने मुख्य अनुवादकले व्यर्थ बहसको सामना गर्न धेरै समय खर्च गर्नुपर्छ हैन धेरै खर्च गर्नुपर्छ समय 다는 신기 녀터송이 녀터 영화기 가서 된다 메시 녀터 마버지 용디 거르사데 가르르 슬라비나 갑디두산의 유다티 개방함의 유다티 수익ing의 유다티서 만성도 좀 있었잖아 만성 수 पहिलाको यो के हो त अनुवाद स्कुलहरु चाहिँ के हो त लोकतान्त्रिक सबै जमघटहरु हुन्थ्यो भेला हुन्थ्यो
지제자는 거라 최인가 연구하래. प्रायः जसो त्यहाँ यद्यपि सबैजना धर्म शिक्षाहरू प्राप्त गर्नको लागि आउँथ्यो 대바체 최인가 연구에 봐요 말고. तर पनि त्यो भित्र कुनै ग्यारेन्टी छैन कि निश्चित छैन कि सबै अब सज्जन मान्छेहरू आउने छन् भनेर त्यहाँ खराब व्यवहार गर्ने मानिसहरू पनि तिनीहरूको बाटोमा अनि आउनथे हैन त्यही कारणले गर्दा कोही अब साँच्चै नै आस्था भक्ति भएर आउँछ कुनै खराब मान्छे पनि आउँदैन त्यही कारणले गर्दाखेरि अनि त्यो बेला अब अनुवाद गर्दाखेरि जुन अब अनुवाद स्कुलहरूमा सबैले अब अहिले जस्तो अब दानदासिनी दिएको जस्तै भिक्षुहरूलाई त्यो बेला सबै भोजनहरू वितरण गर्थे भोजनहरू अनि व्यवस्था गर्दाखेरि सबै मान्छेहरू अब खाना लाउनको लागि हैन पिउनको लागि हैन के उपहार दिन्छ कि भन्ने आशाले आउँदा धेरै मान्छेहरू जम्कापेट हुन्थ्यो अनुवाद स्कुलमा प्रस्तावहरूमा त्यसो भए त्यो कसरी निश्चय हुन सक्छ कि केही मानिसहरूले समस्या निम्तानको लागि यसको फाइदा लिन सक्छ हैन अनि कोही अब त्यो बेला अब जब सेङहिन नामक एक महान गुरुले धर्म सिकाउनु भयो श्रोताहरूले प्रश्न र उत्तरलाई अनागारको बहानाको रूपमा प्रयोग गरे धर्म सिकाउनु र अनुवाद गर्नु उस्तै हो त्यसैले अनुवाद स्कुलमा यस्ता अपनाजनक मानिसहरूको कथाहरू नभए पनि यसको मतलब यो कहिले भएको छैन त्यही कारणले गर्दाखेरि अनि प्रवचन गर्ने बेलामा विभिन्न अब नाना थरी अपमानजनक कुराहरू हुन्थ्यो त्यही कारणले गर्दाखेरि अनि यी कारणका लागि सुई वंशको समयमा तिनीहरूले धर्म सिकाउने छलफल गर्न भेला ढाँचालाई बिस्तारै त्याग्यो त्यो राम्रो देखेन किनकि त्यसमा धेरै अब कञ्चङ्गलहरू धेरै हुन्थ्यो त्यही कारणले यो अनि छलफल गरेर भेला ढाँचालाई बिस्तारै त्यागेर सर्वश्रेष्ठ महासहायक छान्ने विधि फैलन थाल्यो यो सुई राजवंशमा सुरु भएर कुनै पनि अनुवाद विद्यालयमा प्रवेश गर्न सक्ने अवस्था र जहाँ सयौं र हजारौं भाग लिएका थिए त्यो अनि यसरी अब जुन अब एकदम पोख्त हुनु त्यसलाई अब छनौट गर्दथ्यो सहायक छान्ने के थियो उत्तम सहायक छान्ने विधि के थियो हैन कसरी अब यसरी छनौट गर्ने भन्ने कुराहरू यसरी अनि कुरा आयो पूर्वी किन राजवंशपछि अब साम्राज्यमा सबै भिक्षुहरूको नेता नियुक्त गर्ने परम्परा सुरु भयो उनीहरूले संघको नेता अब सेन्जेङ भनिन्थ्यो पछि उनीहरूलाई विभिन्न नामले बोलाइयो अब संघका प्रमुख वा त्याग गर्नेका प्रमुख समन्वयक मालिकहरूको नेता वा सेवाहरूको सेवक कुनै पनि अवस्थामा यो सबैभन्दा राम्रो सहायक गर्न गर्ने जिम्मेवारी थियो त्यही कारणले गर्दाखेरि त्यो बेला अब पूर्वकिन राजवंश पछि अब विभिन्न के हो त भन्दाखेरि अब घिर्निकी पम्बु भनिन्छ हैन संघका प्रमुख भनिन्छ त्यसरी अब एउटा कुन सक्षम छ कुन योग्यता छ भने छान्ने अब छानौट गर्ने यसरी अब थालन्ने सुरुवात गर्यो जे भए तापनि जे भए तापनि के हो त चीनमा चाहिँ पछि गएर अब भिक्षुहरूलाई अब एक किसिमको अब व्यवस्थापन गर्ने नियममा राख्ने अनि एउटा महानायक अब सुरुवात भयो अब जुन अब अनुवादको लागि सहायताको लागि के हो त संघको महानायकद्वारा चुनिन्थ्यो त्यो बेला दुई प्रकारको अब कुराहरू अब आवश्यकता पर्दथ्यो त्यो बेला छनौट हुनको लागि मुख्य शर्त बौद्ध त्यो के थियो त भन्दाखेरि शिक्षा दुवैको ज्ञान हुनु थियो हैन बौद्ध धर्म र कन्फ्युसियन शिक्षा दुवैको ज्ञान थियो उनीहरूको लागि
बौद्ध धर्म धेरै पोख्त भएको हैन त्यस्तो आवश्यकता पर्दथ्यो दोस्रो के 孔夫子什么呢？孔子的嘛，举的个米雪人路要吧，米雪人路当，अब जुन 先元批准差不多的吧。 अब जुन अब त्यो त्यहाँको सांस्कृतिक कुराहरू 谢家园的、茶厂园的， जे भए तापनि अनि यो लोकको संस्कृति ज्ञानहरू प्रलोकको अनि ज्ञानहरू आध्यात्मिक ज्ञानहरू र अनि एक किसिमको अनि बाहिरी ज्ञानहरू छर्लङ्ग बुझ्ने पोख्त हुने त्यस्तो दुई कला चाहिन्थ्यो 干啥？波坡什么呢？波坡啥的呀？插入胸间， उदाहरणको लागि ताङ राजवंश परम्परा पश्चिमबाट आदरणीय प्रभाकर मित्रको सहायक हुई यी थिए जो आफ्नो राम्रो लेखन शैलीका लागि प्रसिद्ध थिए तिनलाई खजनाहरू प्रति राम्ररी थाहा थियो त्यसैले त्यति बेला उहाँलाई लेखकको रूपमा नियुक्त गरेको थियो त्यस्तै गरी अब उदाहरणको लागि अब सेन्सङको सहयोग मध्ये उहाँका प्रमाणका पाठहरू मध्ये लिङ्गरन थिए अनुवाद विद्यालयमा प्रवेश गर्नु अघि उनले धर्मशास्त्रको अर्थमा महारत हासिल गरेको पनि थिए 那准备的林瑞了没得林奎是哪个打？打还是那位呢？还跟我说打？làm sao就是整个没打？现在呢，空呢有着了没收空呢？ अनि यो जुन उहाँको नाम चाहिँ के हो त अब जे भए पनि उहाँ अनुवाद विद्यालयमा प्रवेश गर्नु अघि उनले धर्मशास्त्रको अर्थमा महारत हासिल गरेको थिए त्यसै गरी धर्म सिकाउनमा धेरै कुशलता थिए शैली र स्पष्टताका लागि सम्पादकहरूमध्ये दुई यी प्रख्यात भिक्षुहरूको निरन्तर जीवनी ग्रेट ताङको डेनलु क्याटलग र गुवानको लेखक पनि उहाँ थिए 他呢是全部大唐内典路啥的，全部唐的内典路嘎查啥的，广弘明记啥的，这个根据各大经的中国部的观察的，而啦，他呢是讲 अनि यसरी धेरै अब 云人全部就检查的，而是 अनि उहाँले त्यस्तो गरी अब 他选章的自学的， जो होङमिङजी उनी विनय प्रसारको वंशका सदस्य पनि हुन्थ्यो पृष्ठहरू सामुदायिक संगठन धार्मिक संगठन अनि व्याकरणको रूपमा उहाँको सहायक चुवान इङ पनि थिए 这个中国不查的，就让孔明些 धेरै उहाँले रचना गर्नुभयो जे पनि धेरैको उहाँ व्याकरण र एक किसिमको के संस्कृतमा धेरै उहाँ विद्वान हुनुहुन्थ्यो उहाँ चुवान इङ थिए इकी जिङ यिनी शब्द कोशका लेखक भएकोले यी कारणहरूका लागि अनुवाद स्कुलमा केही व्यक्तिहरू मात्र थिए तर तिनीहरू प्रत्येकको आफ्नै विशेषज्ञताको विशेष क्षेत्र थियो र सबै विद्वानहरू मध्ये सबैभन्दा धेरै विद्वान थिए त्यसैले अनुवाद स्कुलहरू ठुला विद्वानहरू भेला हुने ठाउँ भए त्यही कारणले पछि गएर नि के हो त अनि यो पहिला चाहिँ अब एउटा अनुवाद सँग चाहिँ सबै मान्छे भेला हुने जमघट हुने थियो भने पछि गएर के हो त एकदम विद्वान बाहेक अरू कोही पनि भेला हुन नपाउने त्यस्तो अब त्यसरी फरक छ अनि आज म यति नै विश्राम रहन चाहन्छु तपाईँ सबैलाई अनि फाइदा भयो भने अब आशा गर्दछु अलिकता नबुझ्ने जस्तो छ अलिकता कठिन छ जे पनि अब फाइदा भयो भने आशा गर्दछु सबै बताउँदिन सबै बतायो भने त्यति बेफाइदा पनि होला त्यही कारणले गर्दाखेरि यसको संक्षिप्त कुराहरू मात्रै बताउनेछु आज म यतिमै विश्राम रहन चाहन्छु